हेलो। तपाईँलाई नमस्ते। हेलो सर, गुड इभिनिङ, नमस्ते। गुड इभिनिङ है। अब गुड इभिनिङबाट गुड नाइट भन्ने ट्रान्जिसनमा छौँ हामी खास है। अब यो समयलाई ठ्याक्कै गुड इभिनिङ भने कि गुड नाइट भन्ने मलाई ठ्याक्क भन्न अलि कन्फ्युजन भएर मैले चाहिँ सबैलाई गुड गुड इभिनिङको सट्टा नमस्ते भनेको। अब आज सर, हामी सिएसक्यू क्लासमा छौँ। फेरि यो हामी 1 घन्टाको सिएसक्यूमा जोडिएका छौँ। हिजो हामीले चाहिँ एक्युट एब्डोमिनको एकदम इम्पोर्टेन्ट टपिक दुईटा, एक्युट एपेन्डिसाइटिस र एक्युट कोलिसिस्टाइटिसको बारेमा थ्योरिटिकल क्वेसन इक्जाममा सोध्ने सिएसक्यू क्वेसनहरू चाहिँ हामीले डिस्कस गरेका थियौँ। आज हामी फेरि सिएसक्यूमै रहेर है दुईटा इम्पोर्टेन्ट टपिक डिस्कसन गर्ने आज हाम्रो टार्गेट रहनेछ। आज हामी सुरुमा है आज हामी सुरुमा चाहिँ अर्को एक्युट एब्डोमिन अर्को एक्युट एब्डोमिन गराउने टपिक एक्युट प्याङ्क्रियाटाइटिसको बारेमा पढ्नेछौँ है। त्यसपछि हामीले चाहिँ एक्युट प्याङ्क्रियाटाइटिसको सिएसक्यू क्वेसनहरू चाहिँ गर्नेछौँ र थ्योरिटिकल पोर्सन पढ्ने बेला म तपाईँहरूलाई एक्युट प्याङ्क्रियाटाइटिसबाट एमसिक्यूको रूपमा के क्वेसन सोध्न सक्छ है त्यो कुराहरू पनि भन्छु, ध्यान दिएर सुन्नु होला। र मैले सुरु गरेँ आजको टपिक एक्युट प्याङ्क्रियाटाइटिस। एक्युट प्याङ्क्रियाटाइटिस एक्युट प्याङ्क्रियाटाइटिस भनेको एक्युट इन्फ्लामेसन अफ प्याङ्क्रियाज हो। इक्जाममा यो सोध्दैन, यदि सजिलो क्वेसन कहाँ सोध्छ इक्जाममा। प्याङ्क्रिया भनेको एउटा ग्ल्यान्ड हो। यसको दुइटै इन्डोक्राइन र एक्जोक्राइन दुइटै कम्पोनेन्ट हुन्छ होइन। यसको एक्जोक्राइन कम्पोनेन्ट पनि हुन्छ, यसको इन्डोक्राइन कम्पोनेन्ट पनि हुन्छ। एक्जोक्राइन कम्पोनेन्टलाई चाहिँ हामीले एसिनाई भन्छौँ, एसिनाई है। यसले चाहिँ के गर्छ, एक्जोक्राइन कम्पोनेन्टले भेरियस इन्जाइमहरू निकाल्छ। त्यो इन्जाइमले हाम्रो फुडहरूलाई डाइजेस्ट गर्न हेल्प गर्छ। एमाइलेज निकाल्छ जसले कार्बोहाइड्रेटलाई पचाउँछ, लाइपेज निकाल्छ जसले लिपिडलाई पचाउँछ है। त्यसरी ट्रिप्सिन निकाल्छ। इन्डोक्राइनले चाहिँ हर्मोन्सहरू निकाल्छ। इन्डोक्राइनलाई चाहिँ हामीले कलेक्टिभली आइसोलेट अफ ल्याङ्गर हेन्स भन्छौँ है। इन्डोक्राइन कम्पोनेन्ट अफ प्याङ्क्रियाजलाई हामीले है प्याङ्क्रियाज भनेर लेखौँ है माथि चाहिँ। यसलाई हामीले आइसोलेट अफ ल्याङ्गर हेन्स भन्छौँ। आइसोलेट अफ ल्याङ्गर हेन्समा अल्फा सेल, अल्फा सेल, बिटा सेल, त्यसपछि गामा सेल अथवा यसलाई एफ सेल्स पनि भन्छ। यस्तो सेल्सहरू हुन्छ जसले हर्मोन निकाल्छ। अल्फा सेलले के निकाल्छ, अल्फा सेलले के निकाल्छ, प्याङ्क्रियाजको अल्फा सेलले अल्फा सेलले ग्लुकागोन भन्ने हर्मोन निकाल्छ। बिटा सेलले के निकाल्ला, इंसुलिन। इन्सुलिन निकाल्ला। भेरी गुड है। यो एफ सेल अथवा गामा सेलले चाहिँ प्याङ्क्रिएटिक पोलिपेप्टाइड भन्ने एउटा कम्पोनेन्ट निकाल्छ। यो भयो सामान्य प्याङ्क्रियाजको बारेमा जानकारी। हाम्रो आज टपिक चाहिँ एक्युट प्याङ्क्रियाटाइटिस हो यो प्याङ्क्रियाजको इन्फ्लामेसन भयो भने त्यसलाई हामीले एक्युट प्याङ्क्रियाटाइटिस भन्ने। अर्को एउटा टर्म हुन्छ क्रोनिक प्याङ्क्रियाटाइटिस, त्यो छुट्टै इन्टाइटी हो। हामीले आज एक्युट प्याङ्क्रियाटाइटिसको बारेमा सुरुमा कजहरू पढ्छौँ। एकदम इम्पोर्टेन्ट छ एक्युट प्याङ्क्रियाटाइटिसको कजहरू। इक्जाममा धेरै सोध्छ यहाँ एमसियु। मोस्ट कमन कज अफ एक्युट प्याङ्क्रियाटाइटिस भन्छ इक्जाममा, मोस्ट कमन कज। हजुर गॉलस्टोन। है, भेरी गुड। मोस्ट कमन कज अफ एक्युट प्याङ्क्रियाटाइटिस भनेर सोध्छ इक्जाममा। ओभरअल मोस्ट कमन कज भनेको पत्थरी हो है, गल स्टोन। गल स्टोनले चाहिँ के गर्छ भन्दा प्याङ्क्रियाको डक्टमा के हुन्छ भन्दा हाम्रो शरीरमा यहाँ दुईटा राइट हेपाटिक डक्ट, लेफ्ट हेपाटिक डक्ट हुन्छ। यता चाहिँ के हुन्छ, गल ब्लाडर हुन्छ। गल ब्लाडरको सिस्टिक डक्ट आएर दुइटासँग मिलेर कमन बाइल डक्ट बनाउँछ। यतापट्टि प्याङ्क्रियाजको पनि डक्टहरू आउँछ। प्याङ्क्रियाजको चाहिँ लिफ जस्तो हुन्छ फेरि, यसको पनि डक्ट आउँछ। यो मिलेर यिनीहरूले चाहिँ के गर्छ भन्दा यो कमन ओपनिङ बनाउँछ। यो कमन ओपनिङ चाहिँ तपाईँको सेकेन्ड पार्ट अफ डुडेनमा गएर खुल्छ। यहाँबाट चाहिँ बाइल जान्छ, प्याङ्क्रियाज जान्छ सेकेन्ड पार्ट अफ डुडेनममा। यसरी चाहिँ हाम्रो शरीरमा यो प्याङ्क्रियाजको आउटफ्लो, प्याङ्क्रियाजको इन्जाइमहरू निक्लिने ठाउँ, बाइलहरू निक्लिने ठाउँ बनेको हुन्छ। र कहिलेकाहीँ चाहिँ यहाँ गल स्टोन भयो अथवा जिबी स्टोन अथवा यो कोलिडिकल स्टोन भयो भने यो स्टोन कहिलेकाहीँ प्याङ्क्रियाको यो ल्युमनमा जान्छ, यो प्याङ्क्रियाको डक्टको ल्युमनमा जान्छ। त्यो ल्युमनमा गएपछि यसले डक्टलाई चाहिँ ब्लक गरिदिन्छ।
यो डक्टलाई ब्लक गर्यो भने के हुन्छ भन्दा यसले चाहिँ अब यहाँबाट आएको इन्जाइमहरूलाई बाहिर जान दिँदैन। त्यसपछि यो भित्र भएका इन्जाइमहरू यहीँ एक्टिभेट हुन्छन् र यसले आफ्नै टिस्युलाई डिस्ट्रक्सन गर्छन्। भनेको पेङ्क्रियाटिक इन्जाइम इट बिकम अटोमेटिकली एक्टिभेटेड इनसाइड एसिड सेल एन्ड दे अटो डाइजेस्ट देमसेल्फ। किन अटो डाइजेसन हो पेङ्क्रियाटाइटिस भनेको। यो पेङ्क्रियाटाइटिस भनेको अटो डाइजेसन, आफै आफ्नो इन्जाइमले आफैलाई खाने है। अटो डाइजेसन अफ पेङ्क्रियाटिक प्यारेन्काइमा बाई पेङ्क्रियाटिक इन्जाइम एक्टिभेसन। यो पेङ्क्रियाटिक इन्जाइम एक्टिभेसन अहिले मैले भनेको मिकारिन चाहिँ गल स्टोनको हो। तर अरू कजहरूमा पनि यसरी नै प्याङ्क्रियासभित्र आफ्नो इन्जाइम एक्टिभेट हुने र त्यसले चाहिँ आफ्नै स्ट्रक्चरलाई ड्यामेज गर्ने, टुक्रा टुक्रा पार्ने, इन्फ्लामेसन गराउने, हेमोरेज गराउने काम गर्छ। त्यसलाई हामीले एक्युट पेङ्क्रियाटाइटिस भन्ने हो। अब कहिलेकाहीँ अप्सनमा चाहिँ मोस्ट कमन कज अफ पेङ्क्रियाटाइटिस भन्छ तर गल स्टोन हुँदैन है। त्यसमा चाहिँ अब अरू अरू अप्सनहरू हुन्छ। सेकेन्ड मोस्ट कमन कज के होला? Alcohol. Alcohol. है तपाईँहरू त धेरै जसो मान्छेहरू त अल्कोहलले पेङ्क्रियाटाइटिस भएको मान्छे देख्नु भयो होला हस्पिटलमा है। एल्कोहल इज सेकेन्ड मोस्ट कमन कज। दुइटै एकदम इम्पोर्टेन्ट कज हो। दुइटै उस्तै उस्तै एकदम एक कोलेस्ट्रोल र अल्कोहोलिक इन्ड्युस पेङ्क्रियाटाइटिसको फ्रिक्वेन्सी अलमोस्ट अलमोस्ट बराबर हुन्छ है। तर ओभरअलमा भन्दा कोलेस्ट्रोल नै धेरै हुन्छ थोरै। अब अरू अरू कजहरू के होला पेङ्क्रियाटाइटिसको? एक्युट पेङ्क्रियाटाइटिस गर्ने अरू अरू कजहरू के होला? एउटा हाइपर Thyroiditis. ट्राइग्लाइसेराइडेमिया। कुनै पनि बिरामीको रगतमा धेरै ट्राइग्लिसराइड छ। हाम्रो रगतमा ट्राइग्लिसराइड हुनुपर्ने 150, तर कसै कसैको चाहिँ 1000 है। कुनै कुनै जेनेटिक कन्डिसनमा फेमिलियल हाइपर ट्राइग्लाइसेरिडिमिया हुन्छ। त्यस्तो कन्डिसनमा ट्राइग्लाइसेरिड लेभल एकदम हाई हुन्छ, 1000 1500को लेभलमा हुन्छ। त्यसले चाहिँ के गर्छ भन्दा पेङ्क्रियाटाइटिसको रिस्क बढाउँछ। अर्को भनेको ड्रग। इक्जाममा ड्रगबाट धेरै सोध्छ। ड्रग इन्ड्युस पेङ्क्रियाटाइटिस कज बाई भन्छ इक्जाममा। ड्रग इन्ड्युस पेङ्क्रियाटाइटिसको बारेमा सोध्छ। एक दुईवटा ड्रग भन्नु त। Thiazide, metronidazole, थाइजाइड, antiretroviral. भेरी गुड। थाइजाइड स्टेरोइडले गराउँछ थाइजाइड। त्यसपछि तपाईँको एजाथायोप्रिनले गराउँछ। Antiretroviral drug. भेरी गुड। एन्टी रेट्रोभाइरल ड्रगहरू सबै एन्टी रेट्रोभाइरल ड्रगले गराउन सक्छ। तर मेजोरिटी भनेको डाइडानेसिनहरूले स्ट्याबुडिनहरूले गराउँछ। एन्टी रेट्रोभाइरल है एचआइभीमा युज हुने ड्रगले दे आर Chemo. one of the most common cause of pancreatitis in HIV patient. Antiretroviral drugs. Chemo. Valproate, estrogen. Chemo. डाइडानोसिन है, डाइडानोसिन, स्ट्याबुडिन। केमोथेरापी एकजना म्यामले भन्नुभएको छ केमोथेरापी 6 मर्फ्याक्टोप्युरिन। त्यसपछि इस्ट्रोजनले गराउन सक्छ। त्यसपछि भाल्प्रोइक एसिडले गराउन सक्छ। धेरै कजहरू छ है, लिटरली एकदम धेरै कजहरू छ। हामीलाई लगभग इक्जाममा चाहिँ यदि कजहरू जाने पुग्छ। थाइजाइड, स्टेरोइड, एजाथायोप्रिन, एन्टिरेट्रोभाइरल ड्रग, 6 मर्फ्याक्टोप्युरिन, इस्ट्रोजिन, भाल्प्रोइक एसिड है। अरू धेरै कजहरू छ। अब ड्रगको बारेमा त पढ्यौँ। तपाईँले कहिलेकाहीँ चाहिँ हाँडियाको बच्चा देख्नु भएको छ? मम्स भएको बच्चा। मम्स भएको बच्चामा के हुन सक्ला? हाँडियाको बच्चामा प्यारोटाइटिस भएको बच्चामा के होला? भाइरल प्यारोटाइटिस मम्स भएको बच्चामा एउटा होला पेङ्क्रियाटाइटिस, एउटा होला इपिडिडेमी अर्काइटिस। कहिलेकाहीँ चाहिँ मम्स भएको बच्चामा पेङ्क्रियाटाइटिस हुनसक्छ है। एडल्टमा होस् कि बच्चामा होस् पेङ्क्रियाटाइटिस हुनसक्छ। अझ धेरै एडल्टमा चाहिँ हुनसक्छ। बच्चामा चाहिँ इपिडिडेमी अर्काइटिस त्यस्तै सुन्न सक्छ। कुनै कुनै इन्फेक्सनले पेङ्क्रियाटाइटिसको रिस्क बढाउँछ। त्यसलाई हामीले कसरी सम्झिने भन्दा सिएमई भनेर सम्झिने। सिएमई भनेको हस्पिटलमा चाहिँ हुन्छ नि, सिएमई कन्टिन्युस मेडिकल एजुकेसन भनेर। सिएमईमा सी भनेको
साइटोमेगालो भाइरस, सीबाट साइटोमेगालो भाइरस। अर्को चाहिँ कक्सेकी भाइरस। सीबाट साइटोमेगालो र कक्सेकी भाइरस भयो। एमबाट मम्स भाइरस। है यो भाइरस पनि इम्पोर्टेन्ट छ इक्जाममा। है विच भाइरस इज लाइकली टु कज एक्युट पेनिटाइटिस भन्छ इक्जाममा। ईबाट इको भाइरस। यो तिनवटा कज सम्झिनु पर्यो। साइटोमेगालो भाइरस के अरे इन्फेक्टिभ कज मम्स भाइरस, इको भाइरस। है दे क्यान कज पेङ्क्रियाटाइटिस। अर्को तपाईँको कज हुन्छ प्रोसिजरहरू। कहिलेकाहीँ बिरामीको इआरसिपी गर्नु पर्यो। इआरसिपीको फुल फर्म के होला? इन्डोस्कोपिक रेट्रोग्रेड कोलेन्जियो पेङ्क्रियाटिकोग्राफी भनेको इआरसिपी भनेको इन्डोस्कोपी रेट्रोग्रेड कोलेन्जियो पेङ्क्रियाटोग्राफी। यसमा के गरिन्छ भन्दा हामीले इन्डोस्कोपी भनेको छ भने इन्डोस्कोप छिराइन्छ मुखबाट, होइन? इन्डोस्कोप छिराइन्छ। इन्डोस्कोपलाई हामीले सेकेन्ड पार्ट अफ डुडेनमा लैन्छ। सेकेन्ड पार्ट अफ डुडेनमा अहिले मैले भनेको थिएँ यहाँ स्पिङ्टर अफ ओडाई भन्ने हुन्छ। यहाँ स्पिङ्टर अफ ओडाई भन्ने हुन्छ। यो स्पिङ्टरलाई अलिकति ठुलो बनाएर हामीले भित्र चाहिँ डाई हालिन्छ, कलर हालिन्छ। कलर हालेर हामीले हेपाटोबिलियरी ट्री प्याङ्क्रियासको डक्टहरू हेरिन्छ। कहीँ अब्स्ट्रक्सन स्टोन छ भने हेरिन्छ। कहिलेकाहीँ यही प्रोसेस गर्दा गर्दै चाहिँ तपाईँको प्याङ्क्रियाटाइटिस हुनसक्छ। यो एउटा गलस्टोन इन्ड्युस प्याङ्क्रियाटाइटिसको ट्रिटमेन्ट हो। तर यसले पनि कहिलेकाहीँ प्याङ्क्रियाटाइटिस गराउन सक्छ। यो ट्रिटमेन्टले आफै प्याङ्क्रियाटाइटिस गराउन सक्छ। इआरसिपी पोस्ट प्रोसिजरल प्याङ्क्रियाटाइटिस। अब अर्को भने अरू अब सामान्य कज, अरू कजहरूमा कहिलेकाहीँ अटोइम्युन डिजिज, स्पेसली जोग्रेन सिन्ड्रोम, जसले एक्जोक्राइन ग्ल्यान्डहरूलाई डिस्ट्रोय गर्छ। जोग्रेन सिन्ड्रोम अथवा सिक्का सिन्ड्रोम हुन्छ। ड्राई माउथ, ड्राई आई हुन्छ। कहिलेकाहीँ यसले प्याङ्क्रियाटाइटिस गर्न सक्छ। अरू कार्सिनोमा अफ के अरे क्याल्सियम के अरे कार्सिनोमा अफ प्याङ्क्रियाज। हाइपर क्याल्सिमियामा पनि तपाईँको प्याङ्क्रियाटाइटिस हुनसक्छ। हाइपर क्याल्सिमियामा यो कजहरू चाहिँ सम्झिनु। कजहरू सोधिरहेको हुन्छ एमसिक्यू। मोस्ट कमन कज, सेकेन्ड कमन मोस्ट कमन कज, ड्रगहरू सम्झिने, इन्फेक्सन सम्झिने। है अनि हाइपर क्याल्सिमिया कुन चाहिँ इलेक्ट्रोलाइटले गराउँछ भन्दा हाइपर क्याल्सियम धेरै भयो भने प्याङ्क्रियाटाइटिस गराउन सक्छ। है अब यो कजहरू सम्झिएपछि हामी हामी कहाँ जाने भन्दा हामी प्याथोलोजी हामीले बुझिहाल्यौँ। हामी चाहिँ जाम कता भन्दा क्लिनिकल फिचरमा। कुनै पनि मान्छे प्याङ्क्रियाटाइटिस भएर हस्पिटलमा आयो भने के फिचर लिएर आउँछ? पेन, एब्डोमिनल पेन, है एब्डोमिनल पेन। है कुन भागमा दुख्छ पेट भन्दा? रेडिएटिङ इपिग्यास्ट्रिक। epigastric, इपिग्यास्ट्रिकमा दुख्छ, नाइटो वरिपरि दुख्छ। यसको दुखाइ चाहिँ एकदम सिभियर खालको इपिग्यास्ट्रिक पेरिएम्बलिकल पेन हुन्छ। यो पेन radiating चाहिँ to ब्याक हो, यो चाहिँ ब्याकतिर रेडिएट गर्छ। रेडिएटिङ टु ब्याक। र यस्तो मान्छेहरूमा यिनीहरूले पेनलाई रिलिभ गर्नलाई यिनीहरू अगाडि ढल्किन्छन्, होइन? लिन फरवर्ड हुन्छन् अथवा अगाडि ढल्किन्छन्। किन ढल्किन्छन्? त्यस्तो गर्दा के हुन्छ भन्दा यो प्याङ्क्रिया सुन्नेको प्याङ्क्रिया चाहिँ रेट्रोपेरिटिनल नर्भबाट, प्याङ्क्रियासको पछाडि ठ्याक्क नर्भ हुन्छ। त्यो नर्भमा कम्प्रेसन गरेपछि झन् धेरै पेन हुन्छ। प्याङ्क्रियाटाइटिसले नर्भलाई कम्प्रेसन गर्यो भने झन् धेरै पेन हुन्छ। यस्तो पेसेन्टहरूले अगाडि ढल्क्यो भने प्याङ्क्रियास र रेट्रोपेरिटिनल नर्भको डिस्टेन्स बढ्छ, अनि कन्ट्याक्ट अलिकति बढ्छ। त्यसपछि नर्भ इरिटेसन हुने भएन, पेन पनि कम हुने भयो। यिनीहरूको चाहिँ टिपिकली रिलिभ। पेन कसरी रिलिभ हुन्छ भन्दा when अलिअलि we रिलिभ, forgot फुल रिलिभ त हुँदैन। सिटिङ पोजिसनमा, लिडिङ फरवर्ड पोजिसनमा, पेन रिलिभ हुन्छ। अर्को यिनीहरूमा एकदम धेरै हुने भनेको नौजिया एन्ड भोमिटिङ। एकदमै धेरै भोमिटिङ हुने, नौजिया र भोमिटिङ हुन्छ। यो चाहिँ एकदम टिपिकल फिचर भयो एक्युट प्याङ्क्रियाटाइटिसको। कहिलेकाहीँ अरू अरू एकदम धेरै सिस्टमिक फिचरहरू लिएर, बिपीको अल्टरेसनहरू लिएर, कन्फ्युजनहरू लिएर कहिलेकाहीँ इक्जाममा लेफ्ट साइडेड प्लुरल इफ्युजन इज कज्ड बाई भनेर प्याङ्क्रियाटाइटिस एउटा अप्सनमा राख्छ। त्यही भएर प्याङ्क्रियाटाइटिसले कहिलेकाहीँ एब्डोमिनल पेन विथ लेफ्ट साइडेड प्लुरल इफ्युजन भएर पनि आउन सक्छ। किन हुन्छ लेफ्ट साइडेड प्लुरल इफ्युजन भन्दा प्याङ्क्रियाटाइटिस भयो भने त्यहाँ चाहिँ फ्लुइड जम्मा हुन्छ, वरिपरि इन्फ्लामेटरी फ्लुइडहरू जम्मा हुन्छ र लेफ्ट साइडको डायफ्रामबाट इजिली त्यो कहाँ जान सक्छ भन्दा प्लुरल स्पेसमा जान सक्छ। है यहाँको फ्लुइडहरू लेफ्ट साइडको चाहिँ प्लुरल यो डायफ्रामबाट सानो पोरहरूबाट लेफ्ट साइडको प्लुरल स्पेसमा जान सक्छ, ट्रान्जिटेसन हुनसक्छ। त्यसलाई चाहिँ हामीले
एसोसिएटेड विथ लेफ्ट साइडेड प्लुरल इफ्युजन भन्ने है, प्लुरल इफ्युजन गराउन सक्ने है, एकतिर मात्र प्लुरल इफ्युजन गराउन सक्ने एउटा कजमा एक्युट प्याङ्क्रियाटाइटिस पर्छ। राइटमा भन्दा लेफ्टमा बढी गर्न सक्छ, किनभने लेफ्टको प्रोक्सिमिटी नजिक हुन्छ प्याङ्क्रियासबाट राइटको भन्दा। अब यस्ता मान्छेहरू हस्पिटलमा एडमिट भयो भने इक्जाममा के सोध्छ? मोस्ट कमन कज अफ डेथ इन प्याङ्क्रियाटाइटिस भन्छ। मोस्ट कमन कज अफ डेथ इन प्याङ्क्रियाटाइटिस भन्छ। प्याङ्क्रियाटाइटिसको मोर्टालिटी फरक फरक छ। माइल्ड खालको प्याङ्क्रियाटाइटिसमा डेथ हुने चान्स एकदम 1% भन्दा कम हुन्छ भने सिभियर प्याङ्क्रियाटाइटिसमा डेथ हुने चान्स 30-40%ले बढ्छ। इक्जाममा के सोध्छ? मोस्ट कमन कज अफ डेथ इन एक्युट प्याङ्क्रियाटाइटिस भनेर सोध्छ। हामीले के लाउनु पर्यो? मोस्ट कमन कज अफ डेथ इन एक्युट प्याङ्क्रियाटाइटिस भने के लाउनु पर्यो? Multiple organ dysfunction. है, मल्टिपल, भेरी गुड, अर्गान डिसफङ्सन सिन्ड्रोम है, एमओडिएस भन्ने यसलाई हामीले। यो एमओडिएस भनेको कस्तो भन्दा प्याङ्क्रियाटाइटिस भएपछि सब प्याङ्क्रियासको इन्फ्लामेसन हुने भयो, त्यहाँ चाहिँ वरिपरि फ्लुइडहरू सबै लिक हुने भयो, है फ्लुइडको सेक्रिस्ट्रेसन हुने भयो, हाम्रो ब्लडबाट सबै फ्लुइडहरू पेटमा गएर लिक हुने भयो। त्यसपछि के हुन्छ? त्यो फ्लुइडमा इन्फेक्सन हुन्छ, इन्फ्लामेसन हुन्छ। त्यसपछि बिरामीलाई चाहिँ कहिले काहीँ एआरडिएसमा जाने, बिरामीको फोक्सोमा है, त्यसमा एक्जिटेटिभ प्रोडक्टहरू जम्मा हुने, बिरामी चाहिँ अलिकति डेलेरियामा जाने, उसको मृगलाहरूमा पनि एकेआई हुने है, कार्डियक इस्यु आउने, हेमोडाइनामिक प्यारामिटरहरू अल्टर हुने हुन्छ। यो सबै फिचरहरू एकैचोटि आयो भने त्यसलाई हामीले मल्टिपल अर्गान डिसफङ्सन सिन्ड्रोम भन्छौँ। जेनरली सुरुमा एमओडिएसको फर्स्ट फिचर भनेको उसलाई सास फेर्न गाह्रो हुन्छ, उसको अक्सिजन सेचुरेसन घट्छ र त्यसलाई चाहिँ हामीले एआरडिएस सुरु भयो भनेर भन्छौँ। मोस्ट कमन कज अफ डेथ इन प्याङ्क्रियाटाइटिस इन फर्स्ट विक भन्छ कहिले काहीँ। मोस्ट कमन कज अफ डेथ इन एक्युट प्याङ्क्रियाटाइटिस इन फर्स्ट 2 विक। प्याङ्क्रियाटाइटिस भएको पहिलो 2 हप्तामा मान्छे मर्यो भने के कारणले बढ्छ भन्दा त्यो पनि एमओडिएस नै हो है। तर प्याङ्क्रियाटाइटिस भएको तेस्रो 4थो हप्तामा मान्छे मर्यो भने त्यो चाहिँ सेप्सिसको कारणले मर्छ है। मोस्ट कमन कज अफ डेथ इन एक्युट प्याङ्क्रियाटाइटिस आफ्टर 2 विक्स भन्यो भने हामीले के लाउने अप्सनमा? हामीले लगाउने सेप्सिस, सेप्टिक कम्प्लिकेसनले मर्छ। यो कज अफ डेथ पनि इम्पोर्टेन्ट छ, सम्झिनु होला है। यहाँसम्म केही छ? कसैलाई भन्न केही छ? अब प्याङ्क्रियाटाइटिस भएको बिरामीमा एक दुईवटा एकदम पिक्युलियर साइनहरू देखिन्छ है, स्पेसली सिभियर हेमोरेजिक प्याङ्क्रियाटाइटिसमा। जब प्याङ्क्रियाजमा इन्फ्लामेसन हुन्छ है, त्यहाँ धेरै इन्जाइमहरू रिलिज हुन्छ। यी धेरै इन्जाइमहरू रिलिज हुन्छ, एउटा इलास्टेज भन्ने इन्जाइम रिलिज हुन्छ जसले चाहिँ ब्लड भेसललाई ब्रेक गर्छ है, ब्लड भेसललाई टुक्रा टुक्रा पारिदिन्छ। त्यसपछि प्याङ्क्रियाजको वरिपरि हेमोरेज हुन थाल्छ। सिभियर हेमोरेजिक प्याङ्क्रियाटाइटिसमा के हुन्छ? प्याङ्क्रियासको वरिपरि भेसलहरू चाहिँ इरोजन हुन थाल्छ। त्यसपछि एब्डोमिनल क्याभिटीमा पेरिटिनियल रिजनमा हेमोरेज हुन थाल्छ। प्याङ्क्रियाज भनेको रेट्रोपेरिटिनियल अर्गान हो, पेरिटिनियम पछाडि हुन्छ है, त्यही भएर हेमोरेज चाहिँ पेरिटोनियममा जम्मा हुन थाल्छ है, रेट्रोपेरिटोनियल हेमोरेज हुन थाल्छ। पेरिटोनियम भन्दा बाहिर हेमोरेज हुन थाल्छ, त्यसलाई हामीले भन्छौँ रेट्रोपेरिटोनियल हेमोरेज। सिभियर हेमोरेजिक प्याङ्क्रियाटाइटिसमा रेट्रोपेरिटोनियल हेमोरेज हुन्छ, प्याङ्क्रियाजमा को वरिपरिको ब्लड भेसलहरूको ड्यामेज हुन्छ, त्यहाँबाट ब्लड लिक हुन थाल्छ। त्यो चाहिँ पेरिटोनियम भन्दा बाहिर हुन्छ। र पेसेन्टलाई तपाईँले होइन उसको एब्डोमिन र उसको फ्ल्याङ्क एक्सपोजर गर्नुभयो भने उसको 2-3 ठाउँमा तपाईँले ब्लिडिङ देख्न सक्नुहुन्छ। सपोज यो पेसेन्टको बडी भयो, यहाँ नाइटो छ है, यहाँ प्युबिस बोन छ, यहाँ एएसआइएस छ है, यतातिर है। यस्तो पेसेन्टहरूमा कहिले काहीँ 3-4 ठाउँमा रगत बगेको देख्न सकिन्छ। एउटा चाहिँ नाइटो वरिपरि, एउटा चाहिँ फ्ल्याङ्कमा, फ्ल्याङ्क भनेको ठ्याक्कै कम्मरमा मृगला जहाँ हुन्छ त्योभन्दा माथिको भागलाई फ्ल्याङ्क भनिन्छ है, एउटा चाहिँ इन्गुनियल रिजनमा। यस्तो बिरामीको
तपाईँको छालामा चाहिँ कालो कालो रगत टाटाहरू देखिन्छ, इकाइमोसिस देखिन्छ है। यसलाई चाहिँ हामीले इकाइमोसिस भन्छौँ। इकाइमोसिस भनेको ब्लडको ठुल्ठुलो प्याचेसहरू देखिन्छ। यो साइनहरू हामीले इक्जाममा सम्झिनुपर्छ। नाइटो वरिपरि देख्यो भने हामीले त्यसलाई के भन्ने अरे? Coolant sign. नाइटो वरिपरि पेरी अम्बिलिकल रिजनमा भयो, पेरी अम्बिलिकल रिजनमा भयो भने त्यसलाई हामीले कुलेन्स साइन भन्ने, कुलेन्स साइन भन्ने। अब कसरी यो कुलेन्स साइनमा चाहिँ सीलाई चाहिँ जिरो जस्तो बनाएर सम्झिनु लेख्नु है। जिरो भनेको अम्बिलिकस जस्तो गोलो खालको हुन्छ है, यसरी सम्झिन सकिन्छ। आफ्नो निमोनिक्स हुन्छ। अब फ्ल्याङ्कको रिजनमा भयो अरे, ठ्याक्क मेरुवालाको भाग माथितिर तपाईँले कालो कालो रगतको टाटाहरू देख्नुभयो अरे, रगतको धब्बाहरू देख्नुभयो अरे, त्यसलाई हामीले के भन्ने? Great फ्ल्याङ्कमा Turner. भयो भने ग्रे टर्नर साइन भन्ने। ग्रे टर्नर साइन भन्ने है। एउटा चाहिँ कुलेन साइन्स भयो, अम्बिलिकस वरिपरि भयो भने कुलेन साइन भन्ने होइन। फ्ल्याङ्कमा भयो भने ग्रे टर्नर साइन भन्ने। इन्गुनियल रिजनमा भयो, इन्गुनियल लिगामेन्टको तलतिर भयो भने त्यसलाई हामीले के भन्ने? Fox Fox sign. sign. है फ्याउरो साइन भन्ने है। इन्गुनियल रिजनमा भयो भने त्यसलाई हामीले फक्स साइन भन्ने है। यो साइनहरू सम्झिनु पर्यो। कुलेन साइन, ग्रे टर्नर साइन, फक्स साइन सम्झिनु पर्यो। कहिले काहीँ चाहिँ हामीले अब आज पढिन्छ ल आज सम्झिए जस्तो लाग्छ, पछि फेरि अब एक हप्ता 10 दिन पछि हेऱ्यो भने ल कन्फ्युजन हुन्छ, कुलेन साइन्स भनेको इन्गुनियल रिजन हो कि यता हो कि उता हो जस्तो हुन्छ होइन। अब यसलाई चाहिँ कसरी सम्झिने भन्दा रिभिजनै हो। रिभिजन गर्नुपर्छ बेला बेलामा है। आजको पढेको कुरा आज सम्झिन्छ, फेरि बिर्सिन सक्छ। सामान्य कुरा हो बिर्सिनु भनेको। बिर्सिने कुरालाई चाहिँ एकदम म केही याद हुन्न भनेर त्यस्तो टेन्सन चाहिँ मान्नु पर्दैन, सबैले बिर्सिन्छ। अब प्याङ्क्रेटाइटिस भएको बिरामीमा डायग्नोसिस गर्नलाई मोस्ट स्पेसिफिक ब्लड प्यारामिटर के होला? इक्जाममा मोस्ट स्पेसिफिक ब्लड टेस्ट इन एक्युट प्याङ्क्रेटाइटिस भन्छ। Amylase. मोस्ट स्पेसिफिक Amylase. स्पेसिफिक Amylase. ब्लड टेस्ट Lipase. Lipase. Lipase, Specific sir. lipase. 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 है। लाइपेज हो कि एमाइलेज हो कि एएसटी Lipase. एलटी हो कि के होला? सिआरपी हो कि? Lipase. Specific चाहिँ lipase हो, sir. है स्पेसिफिक चाहिँ लाइपेज हो है। यसको लाइपेज चाहिँ अरू ठाउँमा हुँदैन है। यसको लाइपेजको जस्तो कम्पोजिसन हुन्छ त्यो अरू ठाउँको ग्ल्यान्डले सेक्रेट गर्न सक्दैन है। अर्को टेस्ट हामीले के गर्न सकिन्छ भन्दा हामीले एमाइलेज गर्न सकिन्छ है। यो एमाइलेज चाहिँ तपाईँको धेरै ठाउँमा रेज हुन्छ, जस्तो सेलिभरी ग्ल्यान्ड इन्फ्लामेसन भइरहेछ, मान्छेलाई प्यारोटाइटिस भइरहेछ भने पनि यो राइज हुन्छ। मान्छेलाई एपिडी भइरहेछ, एसिड पेप्टिक डिजिज भइरहेछ, पेट ग्यास्ट्राइटिस भइरहेछ भने पनि रेज हुन्छ। पेरिट मेसेन्ट्रीको इन्फ्लामेसन रेज हुन्छ है। जिआइसीमा पनि रेज हुन्छ। त्यही भएर एमाइलेजले त्यति धेरै है यसको स्पेसिफिटी छैन। यसको सेन्सिटिभिटी त होला, प्याङ्क्रेटाइटिसमा सबै बढ्ला, तर यो बढ्ने बित्तिकै प्याङ्क्रेटाइटिस नै हो भन्ने चाहिँ हुँदैन। सेन्सिटिभिटी चाहिँ छ, स्पेसिफिटी चाहिँ छैन। स्पेसिफिटी चाहिँ तपाईँको लाइपेजको छ। प्याङ्क्रियाले निकाल्ने लाइपेज अरू ठाउँबाट निक्लिँदैन। त्यस्तो खालको लाइपेज अरू ठाउँबाट निक्लिँदैन। अब अरू अरू कुराहरू हामीले धेरै गर्न सक्छौँ, त्यो हामीलाई इक्जामको हिसाबले चाहिँदैन। हामीले धेरै ब्लड प्यारामिटरहरू हेर्न सक्छौँ है। अब अर्को गर्न सक्ने इक्जाममा सोध्न सक्ने भनेको एउटा एक्सरेको साइन हो। एक्सरे एब्डोमिन गर्नु पऱ्यो त सपोज सस्पेक्ट गर्नु एबहरू, तर त्यसले एक्रेटाइज रहेछ भने दुई चाहिने देख्नुहुन्छ अलिकति इन्टेस्टिनल अब्स्ट्रक्सनमा बढी गर्छौँ होइन, हो कि होइन? बल पर्फोरेसनमा के देखिन्छ? हामीले ग्यास अन्डर डायफ्राम देखिन्छ है। इन्टेस्टिनल अब्स्ट्रक्सनमा मल्टिपल एयर फ्लुइड लेभलहरू देखिन्छ होइन, हस्पिरेसनहरू देखिन्छ। त्यसपछि कहिलेकाहीँ चाहिँ त्यो पर्फोरेसन पनि देख्न सक्छ। तर प्याङ्क्रेटाइटिसमा हामीले रुटिनली एक्सरे चाहिँ गरिन्न, तर गरियो भने कहिलेकाहीँ दुईटा साइन देखिन्छ। त्यो दुईटा साइनको नाम कसरी सुन्नु भएको छ भने भन्नु होला, नभए म आफै Sentinel भन्छु। lobe. कोलन कट अफ साइन, Sentinel के lobe साइन sign. होला? सेन्टाइल लुप साइन, कोलन कट अफ साइन र सेन्टाइल लुप साइन। भेरी गुड है। तपाईँहरूले लगभग राम्रोसँग पढ्नु भएर चाहिँ मलाई खुसी लाग्यो। एक्सरे एब्डोमिन गर्दाखेरि किन हुन्छ भनेर बुझ्नु पर्यो। प्याङ्क्रियाज इन्फ्लामेसन भएपछि त्यसले के गर्छ? त्यसले वरिपरि सबै इन्फ्लामेटरी चाहिँ प्रोडक्टहरू वरिपरि चाहिँ छरेर राख्छ। प्याङ्क्रियाजको वरिपरि चाहिँ इन्टेस्टाइनको लुपहरू हुन्छन्। यदि प्याङ्क्रियाज इन्फ्लामेसन भयो र त्यसले
होइन, जेजुनमलाई, इलियमलाई है स्मल इन्टेस्टाइनको पोर्सनहरूलाई छोयो भने त्यो प्याङ्क्रियासको इन्फ्लामेसनले स्मल इन्टेस्टाइनको पोर्सनहरूलाई छोयो भने त्यो पार्टलाई यसले प्यारालाइज गर्छ। त्यो पार्टलाई यसले प्यारालाइटिक इलियसमा लान्छ। भनेको त्यो पार्टमा चाहिँ यसले मोसन इन्टेस्टिनल मोटिलिटी हुन दिँदैन। त्यस्तो भएपछि के हुन्छ भन्दा प्यारालाइटिक इलियस भएपछि इन्टेस्टिनको प्यारालाइटिक इलियस भएपछि डायलेटेड जस्तो देखिन्छ। डायलेटेड जस्तो देखिन्छ। यसलाई चाहिँ हामीले सेन्टिनियल साइन भन्छौँ है, सेन्टिनियल लुप भन्छौँ। सेन्टिनियल लुप भनेको सेन्टिनियल लुप भनेको पेङ्क्रियाटाइटिसले गर्दा डुडेनम र प्रोक्सिमल जेजुनममा प्यारालाइटिक इलियस हुने र प्यारालाइटिक इलियस भएपछि तिनीहरूको डाइलेटेसन हुने होइन, लोकलाइज्ड डाइलेटेड सेगमेन्ट अफ डुडेनम एन्ड प्रोक्सिमल जेजुनम। यसलाई चाहिँ हामीले सेन्टिनियल लुप साइन भन्छौँ। सेन्टिनियल लुप साइन। अब अर्को साइन के हुन्छ अरे? कोलन कट अफ साइन। कट अफ साइन। कोलन कट अफ साइन भनेको नि ठ्याक्कै त्यो प्याङ्क्रियासको इन्फ्लामेसनले गर्दा सराउन्डिङ कोलोनमा स्पेसली स्प्लिनिक फ्लेक्चरमा कोलोनमा चाहिँ कोलोनिक स्पाजम गराउने र कोलोनिक स्पाजम गराएपछि त्यो ग्यास चाहिँ एब्रप्टली इन भएको जस्तो देखिने है। कोलोनबाट तपाईँको तल जाने बाटोको ग्यासहरू चाहिँ नदेखिने। त्यसलाई चाहिँ ग्यास इन कोलोन एब्रप्टली स्टप एट स्प्लिनिक फ्लेक्चर है, ड्यू टु द एपियरेन्स अफ कोलोन स्टेटस है। त्यसलाई कट अफ स्पाजम गएपछि ट्रान्सफर्स कोलोन अराउन्ड स्प्लिनिक फ्लेक्चरमा देखिन्छ। के देखिन्छ भन्दा ग्यास चाहिँ एब्रप्टली हुन्छ। ग्यास इन कोलोन एब्रप्टली स्टप एन्ड स्प्लिनिक साउन्ड चाहिँ अलिक कटेर आइरहेछ जस्तो हामीले सर साउन्ड क्लियर छैन, एकचोटि फेरि रिकनेक्सन गरिदिनु। साउन्ड क्लियर यहाँ के भन्नु? साउन्ड क्लियर छैन सर, अघिदेखि नै सेन्टाइल लुपदेखि नै क्लियर छैन। हेलो सर क्लियर। ए मेरो यहाँ चाहिँ नेटको इस्यु आएछ है। अहिले आवाज आइरहेछ? अहिले क्लियर छ, स्लाइड सेयर भएको छैन। अनि ए ल म कोलन कट स्लाइड अफ सेयर गर्छु। साइनदेखि है अघि चाहिँ यहाँ नेटको इस्यु भएर ट्याक्कै नेट, त्यही भएर त्यो इस्यु आएको हो है। हामी कोलन कट अफ साइनमा चाहिँ बिचमा आवाज आएन भने भन्नु होला होइन। कोलन कट अफ साइन भनेको प्याङ्क्रियाज इन्फ्लामेसन भयो, त्यसले वरिपरिको अर्गनलाई पनि छोड्दैन। अब
त्यसले स्मल इन्टेस्टाइनलाई पनि छोड्दैन। स्मल इन्टेस्टाइनलाई छोडेपछि त्यसले चाहिँ नछोड्दाखेरि त्यसले प्यारालाइटिक इलियस गराउँछ। इलियमको प्यारालाइसिस, जेजुनमको प्यारालाइसिस गराउँछ, डुडेनमको प्यारालाइसिस गराउँछ। प्यारालाइसिस गएपछि जुन भागबाट प्यारालाइसिस भएको छ त्योभन्दा अगाडिको भागहरू डाइलेटेड हुन्छ, त्यसलाई हामीले सेन्टिनियल लुप भन्ने हो। है अब पेङ्क्रियाज इन्फ्लामेसन भयो, त्यसले वरिपरि कहिलेकाहीँ कोलोनलाई पनि यसले स्पाजममा पुर्याइदिन्छ। कोलोन स्पाजम भयो भने स्पेसली स्प्लिनिक फ्लेक्चर नजिक स्पाजम जान्छ। भनेको स्प्लिनिक फ्लेक्चर भन्दा अगाडिको भागमा चाहिँ ग्यास देखिन्छ, तलको भागमा चाहिँ एक्कासी ग्यास देखिन छोडिन्छ। त्यसलाई हामीले कोलोन कट अफ साइन भन्ने। जस्तो यो पिक्चरमा यहाँ यो ट्रान्सफर्स कोलोन देखाएको छ, यी यहाँनिर चाहिँ स्पाजम भएर ग्यास चाहिँ यहाँ एब्रप्टली इन भएको जस्तो देखिएको छ। यहाँ एउटा ग्यास देखिएको छैन। यसलाई चाहिँ हामीले कोलोन कट अफ साइन भन्ने। कोलोन चाहिँ कट अफ भयो, अगाडिबाट कट अफ भयो, यसलाई चाहिँ हामीले कोलोन कट अफ साइन भन्ने हो। बुझ्नुभयो? अब हामीले के प्याङ्क्रियाटाइटिसमा सिभिरिटी एसेस गर्नुपर्छ। इक्जाममा एक दुईवटा क्वेसन सिभिरिटीबाट आउँछ है। एसेसिङ द सिभिरिटी अफ एक्युट प्याङ्क्रियाटाइटिस। प्याङ्क्रियाटाइटिस कतिको सिभियर छ, कतिको मोर्टालिटी ल्याएर सक्छ भन्ने कुरा हामीले सिभिरिटी एसेस गर्ने हो। यसमा धेरै स्कोरिङहरू छ। हामीलाई इक्जाममा सबै स्कोरिङको डिटेलमा केही पनि चाहिँदैन है। हामीलाई चाहिँ स्कोरको एक दुईवटा नाम चाहिँ थाहा पाउनुपर्छ, कुन कुन क्राइटेरियाले स्कोर गर्न सक्छ भन्ने कुरा हामीले थाहा पाउनुपर्छ। एक दुईवटा क्राइटेरियाको चाहिँ अलिकति जान्नुपर्छ। सबै क्राइटेरियाको नाम अलिअलि जाने पुग्छ, तर एउटा क्राइटेरियाको चाहिँ अलिकति भित्रसम्म जान्नुपर्छ। के क्राइटेरिया छ सिभिरिटी एसेस गर्ने प्याङ्क्रियाटाइटिसको? Ranson, Bicep, भेरी पपुलर क्राइटेरिया ग्लास भनेको भेरी अनि पपुलर Atlanta। क्राइटेरिया भनेको रेन्सन क्राइटेरिया। रेन्सन क्राइटेरियामा त्यसको स्कोर 3 अथवा 3 भन्दा बढी आयो भने सिभियर प्याङ्क्रियाटाइटिस भन्ने हो। अर्को एकजनाले भन्नुभएको थियो ग्लासगो भन्नुभयो, ग्लासगो क्राइटेरिया। अर्को के क्राइटेरिया छ होला? एटलान्टा अनि बिसाप। एटलान्टा चाहिँ सुरुमा डिफाइन गर्छ, सिभिरिटी एसेस गर्ने भनेर गर्छ। बिसाप क्राइटेरिया भन्ने छ, बिसाप स्कोर। यो पनि 3 अथवा 3 भन्दा बढी भयो भने। अर्को चाहिँ अपाचे भन्ने छ। अपाचे बाइकवाला अपाचे होइन कि, अपाचे स्कोरिङ अथवा यसलाई चाहिँ एक्युट फिजियोलोजी एन्ड क्रोनिक हेल्थ इभ्यालुएसन स्कोर भन्छ। हामीलाई अब अपाचेको फुल फर्म चाहिँदैन। यो स्कोर चाहिँ ग्रेटर देन इक्वल टु 8 भयो भने। अर्को चाहिँ सिटिङ गरिन्छ हामीले, सिटी स्कोरिङ ग्रेटर देन इक्वल टु 6 भयो भने। त्यो सबै स्कोरको आधारमा हामीले सिभियर प्याङ्क्रियाटाइटिस छ कि छैन। सिभियर भयो भने मोर्टालिटी 40% जति हुन्छ है। मोर्टालिटी 40% जति, 30 देखि 40%मा। यदि भयो भने हामीले पेसेन्टलाई सिभियर प्याङ्क्रियाटाइटिस भयो भनेर लेबल गर्ने। सिभियर प्याङ्क्रियाटाइटिसमा रेन्सन क्राइटेरिया, ग्लासको क्राइटेरिया, अनि त्यसपछि बिसाप स्कोर, अपाचे स्कोर, सिटी स्कोरको धेरै। अब हामीलाई इक्जाममा चाहिने भनेको है, इक्जाममा चाहिने भनेको हामीले एकदम धेरै सोध्ने भनेको रेन्सन क्राइटेरियाबाट हो। रेन्सन क्राइटेरिया गल स्टोन र है पत्थरीले दिने प्याङ्क्रियाटाइटिस र अल्कोहलले दिने प्याङ्क्रियाटाइटिसको फरक छ। हामीलाई गल स्टोनको धेरै सोध्छ इक्जाममा है। हामीलाई डिटेल भ्यालुहरू चाहिँ चाहिँदैन। हामीलाई चाहिँ कुन क्राइटेरिया कति बेला हेर्ने भन्ने कुरा चाहिँ चाहिन्छ। अब रेन्सन क्राइटेरियाको बारेमा थोरै भन्छु मैले। रेन्सन्स प्रोग्नोस्टिक क्राइटेरिया फर गल स्टोन प्याङ्क्रियाटाइटिस। गल स्टोन र अल्कोहोलिकमा हामीले सबै प्यारामिटर चाहिँ एउटै हेर्ने हो, तर भ्यालु चाहिँ फरक हुन्छ। गल स्टोन पनि त्यही हो है, अल्कोहोलिक प्याङ्क्रियाटाइटिस पनि त्यही हो, तर त्यसको भ्यालु चाहिँ फरक हुन्छ। त्यो भ्यालु हामीलाई इक्जाममा खास सोध्दैन। यसको प्यारामिटर कुन कुन हो भनेर सोध्छ। जस्तो तपाईँले बिरामीलाई भर्ना गर्नुभयो, प्याङ्क्रियाटाइटिस भएको बिरामीलाई भर्ना गर्नुभयो एट एडमिसन, है भर्ना गर्ने बेला के फ्याक्टर हेर्नुहुन्छ, र त्यो फ्याक्टर चाहिँ कति भयो भने त्यसको मोर्टालिटी कति हुन्छ भन्ने कुरा यसले जनाउँछ। भर्ना गर्ने बेला के हेर्नुहुन्छ तपाईँहरूले प्याङ्क्रियाटाइटिसको बिरामीको? एज हेर्छौँ सर सुरुमा हामी। यसलाई सम्झिने तरिका भनेको GAG
LAW। कसैले चाहिँ अब लाडला भनेको मेरो प्यारो छोरा भन्छ नि, लाडला। मेरा प्यारा लाडला भन्छ नि हिन्दीमा। अथवा जिए ल, धेरै न्युमोनिक छ यसको। बजारभरि न्युमोनिक छ, न्युमोनिक छ। तपाईँलाई जुन चाहिँ सुइटेबल लाग्छ त्यो सुइटेबल न्युमोनिक तपाईँले लिन सक्नुहुन्छ। जिए ल भनेको एडमिसनमा हामीले के हेर्ने, त्यसको एउटा सर्ट फर्म हो। जीबाट आउँछ ग्लुकोज हेर्ने अथवा डेक्स्ट्रोज हेर्ने। ग्लुकोज, ग्लुकोजको भ्यालु जेनरली गलिस्टन पेङ्क्रियाटाइटिसमा 220 mg पर डेसिलिटर भयो भने त्यसले चाहिँ 1 नम्बर क्यारी गर्यो। स्कोर बढ्नु भनेको नराम्रो, त्यसले 1 नम्बर क्यारी गर्यो। एबाट हामीले एज हेर्ने। इक्जाममा यो नम्बर चाहिँ नसम्झिए पनि हुन्छ। एज चाहिँ गलिस्टन ग्रेटर देन 70 इयर्स भयो भने त्यसलाई पनि हामीले अर्को 1 नम्बर दिने। अर्को जिएलबाट के होला, एलबाट एलडिएच, ल्याक्टेट डिहाइड्रोजिनेस इन्जाइम। त्यो इन्जाइम गलिस्टन पेङ्क्रियाटाइटिसमा ग्रेटर देन 400 इन्टरनेसनल युनिट पर लिटर भयो भने त्यसलाई हामीले अर्को 1 नम्बर दिने। अर्को एबाट के आउँछ, एएसटी अस्पार्टेट एमिनो ट्रान्सफरेज भन्ने इन्जाइम हेर्ने। गलिस्टन पेङ्क्रियाटाइटिसमा त्यसको भ्यालु 250 युनिट पर लिटर भन्दा बढी आयो भने हामीले त्यसलाई अर्को 1 नम्बर दिने। अर्को डब्लुबाट के आउँछ, डब्लुबिसी, टोटल ल्युकोसाइट काउन्ट। टोटल ल्युकोसाइट काउन्ट 16,000 भन्दा बढी छ भने त्यसलाई हामीले अर्को 1 नम्बर दिने। भनेको टोटल 5 नम्बर हामीले भर्ना गर्ने बेला बिरामीलाई दियौँ। भर्ना गर्ने बेला हामीले टोटल 5 नम्बर मध्ये उसले कतिवटा नम्बर ल्यायो हामीले हिसाब गऱ्यौँ। सबै सबै 5 नम्बर पायो, 3टा पोजिटिभ छ भने 3 पायो। त्यसको अनुसार चाहिँ हामीले उसको मोर्टालिटी हुने चान्स कति छ हामीले निकाल्छौँ। जस्तो एउटा अथवा 2टा क्राइटेरिया पोजिटिभ छ भने मोर्टालिटी हुने चान्स खासै हुँदैन। मोर्टालिटी हुने चान्स, यो माइल्ड खालको पेङ्क्रियाटाइटिस हो, मोर्टालिटी हुने चान्स लेस देन 1% हुन्छ। 3टा क्राइटेरिया पोजिटिभ छ एडमिसनमा र तपाईँको 48 आवर अफ एडमिसनमा चाहिँ 3टा क्राइटेरिया पोजिटिभ छ भने मोर्टालिटी चाहिँ 15% पुग्छ। यो 7वटा के अरे चाहिँ अब यो चाहिँ अब उता यति चाहिँ 2टैलाई युज हुन्छ। माथि अब 7वटा क्राइटेरिया चाहिँ तपाईँको 48 आवरमा पनि युज हुन्छ। अहिले यति नै सम्झिनु। हामीलाई यहाँबाट इक्जाममा चाहिने भनेको यसको कम्पोनेन्ट के हो। यसको कम्पोनेन्ट भनेको जिएलएडब्लु, ग्लुकोज, एज, एलडिएच, एएसटी र डब्लुबिसी हामीले एडमिसनमा हेर्ने हो। त्यसपछि हामीले बिरामीलाई भर्ना गऱ्यौँ। भर्ना गरेपछि फेरि 2 दिनपछि तपाईँले बिरामीको केही प्यारामिटरहरू रिपिट गर्नुपर्छ। इन फर्स्ट 48 48 घन्टामा बिरामीको तपाईँले प्यारामिटरहरू हेर्नुहुन्छ। के प्यारामिटर हेर्नुहुन्छ अब, फर्स्ट 48 आवरमा के हेर्नुहुन्छ ऱ्यान्सन क्राइटेरिया अनुसार। TAHOBBS भन्ने न्युमोनिक छ, सिए हप्स भन्ने न्युमोनिक छ। सिएबाट आउँछ। सिए हप्स भनेको एउटा हप्स भन्ने मान्छे छ, उसले चाहिँ सिए पढाएको छ, त्यसलाई चाहिँ हामीले सिए हप्स भने हो। सिए हप्सबाट चाहिँ हामीले 48 आवरमा के हेर्छ त्यो प्यारामिटरहरू यहाँबाट निकाल्ने हो। सीबाट के आउला, सीबाट क्याल्सियम। क्याल्सियम, क्याल्सियमको मात्रा चाहिँ तपाईँको लेस देन 8 mg पर डेसिलिटर भयो भने त्यो नराम्रो भयो। एजबाट के आउला त, एजबाट हेमाटोक्रिट आउला। अब प्याङ्क्रियाटाइटिसमा के हुन्छ, फ्लुइड सिक्वेस्ट्रेसन हुन्छ। जहाँ प्याङ्क्रियाज इन्फ्लामेसन भएको छ त्यहाँ गएर सबै ब्लडको फ्लुइडहरू, सबै प्लाज्माहरू लिकेज हुन्छ। त्यही भएर ब्लडमा हेमाटोक्रिट बढ्छ। ब्लडमा आरबिसीको मात्राहरू, सेल्सको मात्राहरू बढ्छ। हेमाटोक्रिट चाहिँ यदि ओरिजिनल बेसलाइन भन्दा 10%ले बढी बढ्यो भने त्यसलाई हामीले नराम्रो इन्डिकेटरको रूपमा लिन्छौँ। 10% 10% चेन्ज इन हेमाटोक्रिट। अर्को हामीले यहाँबाट एचबाट हेमाटोक्रिट हेऱ्यौँ, ओबाट हामीले के हेर्छौँ त,
Oxygen. Oxygen ए level. अक्सिजन हेर्छौँ। Partial अक्सिजन हामीले कहाँ हेर्छौँ? Oxygen. आटे एबिजी गर्छौँ है, एबिजी गरेर उसको पार्शियल प्रेसर अफ अक्सिजन हेर्छौँ हामीले। अक्सिजन एबिजी आर्टेरियल ब्लड ग्लास एनालाइसिसबाट हेर्ने। आर्टेरियल पिएओ2 तपाईँको लेस देन 6 kg छ भने, आर्टरीमा त पिएओ2 कति 75 देखि 95 हुन्छ। यदि 60 भन्दा कम छ भने त्यो नराम्रो भयो। सिएएचओ बीबाट के हुन्छ? हामीलाई एक्जाममा भ्यालु चाहिँदैन, जस्ट प्यारामिटरहरू चाहिँ थाहा पाउनुपर्छ। Blood urea ओबाट nitrate. बीबाट हामीले ब्लड युरिया नाइट्रोजन हेर्छौँ। ब्लड युरिया नाइट्रोजन भनेको तपाईँले युरियाकै एउटा ब्लड युरिया नाइट्रोजन भनेको, यदि ब्लड युरिया भनेको युरियालाई 2.14 ले डिभाइड गर्नु हो भने ब्लड युरिया नाइट्रोजनको भ्यालु आउँछ। नाइट्रोजन कन्टेन्ट अफ युरिया इज ब्लड युरिया नाइट्रोजन, यसको भ्यालु हेर्छौँ। अर्को हामीले के हेर्छौँ? एसएएचओ बी, बीबाट हामीले अर्को हेर्छौँ बेस डिफिसिट। बेस चाहिँ कति डिफिसिट भएको छ, कति एसिडको मात्रा बढी छ, त्यो हेर्छौँ। बेस डिफिसिट जनरली हामीले सुरुमा बिरामीको एबिजीबाट बाइकार्बोनेट निकाल्छौँ र नर्मल बाइकार्बोनेटबाट भएको बाइकार्बोनेटलाई हामीले घटाउँछौँ र जति भ्यालु आउँछ त्यो चाहिँ बेस डिफिसिट। तर बेस डिफिसिटलाई निकाल्ने अझ एप्रोप्रिएट फर्मुला त एकदम गाह्रो खालको फर्मुला छ, त्यो हामीलाई चाहिँदैन। एउटा बेस डिफिसिट हेर्छौँ भनेर जानु पर्यो। र लास्टमा हामीले एसबाट के हेर्छौँ? Sequestration of fluid. सिक्वेस्ट्रेसन अफ फ्लुइड। यो कसरी हेर्ने? यो आइदर युएससी गर्ने अथवा सिटी गर्ने। र कति फ्लुइड चाहिँ तपाईँको एक्स्ट्रा भास्कुलर अथवा पेरिटोनियल स्पेसको वरिपरि अथवा रेट्रोपेरिटोनियल स्पेसमा पेङ्क्रियाको वरिपरि कति फ्लुइड जम्मा भएको छ, त्यो हामीले निकालेर हामीले पेसेन्टको चाहिँ सिभिरिटीलाई ग्रेड गर्छौँ है। यसरी चाहिँ हामीले पेङ्क्रियाटाइटिस सिएएचओबिबिएस है, यसको आधारमा हामीले चाहिँ बिरामीको 48 आवरमा कतिको बिरामीलाई चाहिँ सिभिरिटी छ त्यो हामीले ग्रेड गर्छौँ। अब अर्को चाहिँ ग्लासको क्राइटेरिया भन्ने छ। ग्लासको क्राइटेरिया पनि हामीले 48 आवरमा चाहिँ 8 कति भन्दा 8वटा क्राइटेरिया हेर्ने हो। त्यो 8वटा क्राइटेरियामा 3टा अथवा 3टा भन्दा बढी छ भने सिभियर पेङ्क्रियाटाइटिस भन्ने हो। मैले अघि यहाँ माथि भनिसकेँ, सिभियर पेङ्क्रियाटाइटिस ग्लासको क्राइटेरियामा 3टा अथवा 3टा भन्दा बढी छ भने भन्ने हो। हामीलाई ग्लासको क्राइटेरियाको बारेमा त्यति धेरै चाहिँदैन, अरू क्राइटेरियाको बारेमा हामीलाई एक्जाममा त्यति धेरै सोध्दैन। त्यो पढ्यो भने दिमागलाई प्रेसर मात्र हुन्छ। नाम चाहिँ थाहा पाउनु पऱ्यो। ग्लासकोमा 3टा भन्दा बढी अथवा 3टा भयो भने सिभियर भन्ने, अपाचेमा ग्रेटर देन अर इक्वल टु 8 भयो भने भन्ने भनेर चाहिँ थाहा पाउनु पर्यो। अब ट्रिटमेन्ट के गर्ने त? सर यो जिएल त्यो एडमिसन हेर्ने होइन, अनि यो चाहिँ फर्स्ट 48 आवर्समा को हो कि आफ्टर 48 आवर्स हो? सिए हब्सवाला 48 आवर पुग्दाखेरि हेर्ने है, ड्युरिङ इनिसियल 48 आवर, आफ्टर 48 आवर होइन। हजुर। 48 आवर कटेपछि हेर्नु भएन, 48 आवरसम्ममा हेरिसक्नुपर्छ। यो तपाईँले चाहिँ अब 42 आवरमा हेर्न पनि सक्नुभयो। बेस्ट भनेको 48 आवरमै हेर्दा बेस्ट हुन्छ, तर 40 आवर 42 आवरमा हेर्न पनि सकिन्छ। इनिसियल 48 आवर भनेको छ क्राइटेरियाले भनेको 2 दिनभित्र एडमिसन गरेको 2 दिनभित्र यो क्राइटेरियाहरू, जस्तो पहिलो दिनमा पनि हेर्ने, दोस्रो दिनमा पनि हेर्ने। बेस्ट भनेको त्यसरी हेर्दा राम्रो हुन्छ। पहिलो यो चाहिँ यो क्राइटेरिया कहिले पहिलो दिनमै हेर्दाखेरि यो सबै पोजिटिभ आयो भने बिरामीको मोर्टालिटी रेट हाई हुन्छ, सिभियर पेङ्क्रियाटाइटिस भयो भनेर बुझ्नु पर्यो। पहिलो दिनमा हेर्न पनि सकिन्छ, यसलाई एडमिसनको दिनमा हेर्न पनि सकिन्छ। इनिसियल 48 आवरमा हेर्ने हो। अब म्यानेजमेन्ट कसरी गर्ने त गलस्टोन पेङ्क्रियाटाइटिसको? NPO. फ्लुइड दिने फ्लुइड, किनभने सबै फ्लुइडहरू एक्स्ट्रा भास्कुलर स्पेसमा लिक भइरहेछ, फ्लुइड सेक्वेस्ट्रेसन भइरहेछ। पेसेन्ट कहिले काहीँ सकमा जान सक्छ। हामीले गर्ने भनेको फ्लुइड रिससिटेसन। त्यसपछि बिरामीलाई एकदम धेरै पेन भइरहेको हुन्छ, पेन म्यानेजमेन्ट गर्नु पर्यो। अब अरू एन्टिबायोटिकको रोलहरू अब आफ्नै छ है। कहिले कोही अब नयाँ कन्सेप्ट अनुसार इन्टेरल न्युट्रिसन फिलिङ चाहिँ सुरु गर, एनजिटी हाल्ने, सप्लिमेन्टल अक्सिजन दिने, धेरै मोडालिटी अफ ट्रिटमेन्ट छ। र अर्को एउटा सम्झिनुपर्ने यहाँ चाहिँ इआरसिपी, गलस्टोन पेङ्क्रियाटाइटिस हामीले गर्ने भनेको इआरसिपी हो। इआरसिपीमा के गरिन्छ भन्दा हामीले गलस्टोन पेङ्क्रियाटाइटिसमा त्यो स्पिङ्क्टर अफ ओडाई, जहाँबाट चाहिँ हाम्रो बिलियरी र पेङ्क्रियाटिक सेक्रेसन सेकेन्ड पार्ट अफ डुडेनममा ओपन हुन्छ, त्यसलाई हामीले
ठुलो बनाउँछौँ त्यसलाई हामीले खोतल्छौँ, त्यसलाई चाहिँ हामीले स्फिङ्क्टेरोटोमी भन्छौँ। है त्यो स्फिङ्क्टरलाई ठुलो बनाएर त्यहाँभित्रबाट गल स्टोनहरू निकाल्ने, ताकि फ्युचरमा प्याङ्क्रियाटाइटिस नहोस्। है प्लस एक्सट्र्याक्सन अफ स्टोन, इआरसिपी गरेर हामीले गल स्टोन प्याङ्क्रियाटाइटिसले डेफिनेटिभ म्यानेजमेन्ट दिन सक्छौँ। बुझ्यो? के हेरौँ है त अब। ल हेरौँ यहाँबाट। अ 39-year-old फ्याट लेडी, नाम अब हेर्नु 39 इयरको फ्याट लेडी भनेको छ है। यो सुन्ने बित्तिकै तपाईँलाई के याद आयो? फिमेल फ्याट के याद आयो? Polycystic. फिमेल फ्याट भन्ने बित्तिकै गल स्टोन याद आयो कि आएन? 4F हजुर है, कोलेस्टेरोल स्टोन, फिमेल फ्याट, फर्टाइल 40 भनेको छ नि मैले हजुर है। यहाँ चाहिँ के भनेको छ? फ्याट पनि भनेको छ, फिमेल पनि भनेको छ, अराउन्ड 40 पनि भनेको छ भनेपछि अब यसरी सोच्नु पर्यो क्या हामीले एक्जाममा है। एजको इम्पोर्टेन्स छ, जेन्डरको इम्पोर्टेन्स छ, तपाईँको बडी हेबिटेसको इम्पोर्टेन्स छ। कम्प्लेन्स अफ एक्युट एब्डोमिनल पेन, सी इज स्टुपिङ एन्ड बेन्डिङ फरवर्ड फर पेन, सी अल्सो कम्प्लेन अफ भोमिटिङ एन्ड लो ग्रेड फिवर, सी वाज लेटर डायग्नोज टु बी अ केस अफ पेङ्क्रियाटाइटिस, वाट इज द लाइकली कज? अल्कोहल हो कि गल स्टोन हो कि कोलेस्ट्रोल कोलेस्ट्रोल भन्न कसरी सक्नुभयो तपाईँहरूले? अल्कोहल किन होइन होला? ड्रग किन होइन होला? फिमेल पनि छ, फ्याट पनि छ, मोस्ट कमन हो, मोस्ट कमन कोलेस्ट्रोल कज अफ पेङ्क्रियाटाइटिस गल स्टोन हो। यो पेसेन्ट फिमेल हो, फ्याट छ भनेपछि गल स्टोनै होला है। यसको आन्सर गल स्टोन भयो। विच ड्रग क्यान अल्सो लिड टु द कन्डिसन एज अ थायोप्रिन, स्टेरोइड, थायजाइड, अल अल है। अल सबै यो ड्रगहरूले पेङ्क्रियाटाइटिस गराउन सक्छ। इन ऱ्यान्सन स्कोर फर पेङ्क्रियाटाइटिस विच अफ द फलोइङ इज नट इन्क्लुडेड? एज, सिरम क्याल्सियम, बर्न, सिरम लाइपेज लाइपेज है। टेस्ट गर्छौँ, एमआइलेज हामीले टेस्ट गर्छौँ, तर त्यो टेस्ट गरेको एमआइलेज र लाइपेजले कुनै प्रोग्नोस्टिक सिग्निफिकेन्स गर्दैन है। त्यही भएर हामीले सिरम लाइपेजहरू हेरिन्न है। त्यसको भ्यालुको कुनै प्रोग्नोस्टिक सिग्निफिकेन्स छैन। ए विच अफ द फलोइङ इन्भेस्टिगेसन हेज डायग्नोस्टिक एज वेल एज थेरापिटिक रोल इन दिस केस? इआरसिपी, एमआरसिपी, इन्डोस्कोपिक अल्ट्रासोनोग्राफी, ल्याप्रोटोमी। इआरसिपी इआरसिपीले के गर्छ? इआरसिपीमा हामीले इन्डोस्कोपी हाल्ने हो, सेकेन्ड पार्ट अफ डुडेनममा चाहिँ इन्डोस्कोपी पुर्याउने हो। त्यसलाई चाहिँ अब हामीले स्पिङ्क्टरलाई खुलाउने हो। स्पिङ्क्टरलाई खुलाएर हामीले त्यहाँ डाई हाल्ने हो। डाई हालेर हामीले प्याङ्क्रिएटिक र हेपाटोबिलियरी ट्रीमा त्यसको स्ट्रक्चरहरू, जीबीको स्ट्रक्चरहरू हेर्ने हो, कहाँ स्टोन छ हेर्ने हो। यदि स्टोन देखियो भने हामीले त्यहाँबाट एउटा प्रोब पठाएर त्यहाँबाट हामीले स्टोन निकाल्ने हो, र जहाँ स्टोन भएको छ, जहाँ सानो भएको छ, जहाँ चाहिँ अलिकति खुम्चिएको भएको छ डटको, त्यहाँ चाहिँ हामीले स्टेन्टिङ गर्ने हो। त्यसलाई हामीले इआरसिपी भन्छौँ। इआरसिपीको बोथ डायग्नोस्टिक र थेरापिटिक रोल हुन्छ। एमआरसिपी भनेको म्याग्नेटिक रिजोनेन्स कोलिएन्जियो प्याङ्क्रिएटोग्राफी। नाम चाहिँ म्याग्नेटिक, हामीले कुनै डाई हालिन्न। हामीले यो चाहिँ एक किसिमको एमआरआई नै हो है। एमआरआई पेटको यो कोलिएन्जियो प्याङ्क्रिएटको एरियाको एमआरआई गरिन्छ भने त्यसलाई हामीले एमआरसिपी भन्ने हो। यसको जस्ट डायग्नोस्टिक रोल हुन्छ, थेरापिटिक रोल हुँदैन। द स्पेसिफिक कम्प्लिकेसन अफ एबोभ इन्भेस्टिगेसन, माथिको इन्भेस्टिगेसन गर्नुभयो भने के कम्प्लिकेसन आउन सक्ला? पेरिटोनाइटिस, हेपाटोरेनल सिन्ड्रोम, एक्युट पेङ्क्रियाटाइटिस इन नर्मल पेसेन्ट, म्यालिग्नेन्सी। सी है मैले भनेको थिएँ के भन्दा पेङ्क्रियाटाइटिसको ट्रिटमेन्ट, जिबी स्टोन पेङ्क्रियाटाइटिसको ट्रिटमेन्ट इआरसिपी हो। तर इआरसिपीले आफै पेङ्क्रियाटाइटिस गर्न सक्छ भनेको थिएँ नि हजुर है। त्यही भएर यसको आन्सर के भयो? एक्युट पेङ्क्रियाटाइटिस इन नर्मल पेसेन्ट है। एक्युट पेङ्क्रियाटाइटिस इन नर्मल पेसेन्ट। यो हाम्रो पेङ्क्रियाटाइटिस सम्बन्धी सिएसक्यू भयो है। कसैलाई केही भन्नु छ? सर एउटा क्वेसन ब्याकमा चाहिँ एउटामा सोधेको छ पेन्क्रियाटाइटिस इन्भेस्टिगेसन विल यु डु टु कन्फर्म द डायग्नोसिस होइन। अनि हजुर अप्सनमा चाहिँ एमाइलेज छ, लाइपेज छ, अनि हजुर पेन्क्रियाटाइटिक फङ्सन टेस्ट र युएसजी छ। के लाउने यसमा?
एमाइलेज पनि अप्सनमा दिएको छ, लाइफ एमाइलेज भन्ने भएन, लाइफेज दिएको छ, लाइफेज भन्न सक्यो। अर्को के भन्नुभयो? युएचजी भन्नुभयो। अनि युएचजीले प्यानक्रियाटिक युएचजीको फङ्सन खासै रोल टेस्ट हुँदैन। प्याङ्क्रियाटिक फङ्सन टेस्ट भनेर त्यस्तो स्पेसिफिक टेस्टहरू छैन। यसको आन्सर चाहिँ लाइपेज नै भयो। तर अप्सनमा एन्सरमा चाहिँ फेरि प्यानक्रियाटिक फङ्सन टेस्ट प्याङ्क्रियाटिक फङ्सन टेस्ट दिएको होला होइन। प्याङ्क्रियाटिक फङ्सन टेस्ट भनेर अब त्यो जनरली गर्दा पनि गरिन्न। त्यसमा चाहिँ हामीले हाम्रो होइन यो कोलिसिस्टोकाइनिन अथवा तपाईँको सेक्रेटिन है, यो प्याङ्क्रियाजलाई चाहिँ यो हर्मोन दिएर स्टिमुलेट गर्ने हो। यो खासै गरिन्न के। हजुर यो चाहिँ आइपिएसको जति सेन्सिटिभिटी र स्पेसिफिसिटी छ यसको त्यति सेन्सिटिभिटी पनि छैन है। हजुर तर हाम्रो अझ हामीलाई के सोध्न सक्थ्यो भन्दा यहाँ सिसिटी दिन सक्थ्यो। सिसिटी भनेको 72 आवर पछि प्याङ्क्रियाटाइडलाई गर्ने प्रिफर्ड टेस्ट हो। सुरुमा हामीले लाइपेज गर्ने हो, इनिसियल इन्भेस्टिगेसन भनेको लाइपेज हो। त्यो आन्सर मिस्टेक हो, किनभने त्यो आन्सर लेख्ने मान्छेको हो, हामी जस्तै मान्छेहरू हो, उनीहरूले पनि मिस्टेक गर्न सक्छ। त्यसलाई टाइप गर्ने मान्छेले पनि मिस्टेक गर्न सक्छ। लाइपेज हो आन्सर। तर 7 गर्ने इन्भेस्टिगेसन अफ चोइस भनेको सिसिटी हो, जहाँ चाहिँ हामीले हेमोरेज, नेक्रोसिस, सेकेन्डरी कम्प्लिकेसनहरू हेर्न सक्छौँ। यो अनि एउटा चाहिँ क्वेसन छ सर, लाइक नेक्स्ट स्टेप अफ म्यानेजमेन्टमा चाहिँ एमआरआई, इआरसिपी, सिटी र सर्जरी दिएको छ। त्यसमा त इआरसिपी हुनुपर्ने होइन? के दिएको छ र अप्सनमा? एमआरआई, सिटी, सिटी, इआरसिपी, इआरसिपी, सर्जरी। सर्जरी। वाट इज द नेक्स्ट प्याङ्क्रियाटाइटिस स्टेप अफ म्यानेजमेन्ट भनेको छ? त्योभन्दा अगाडि के म्यानेज गरेछ भनेर के दिएको छ र? छैन यो सर, रिसर्सिटेसनहरू होइन छैन छैन। है। अब यसमा चाहिँ तपाईँको सिसिटी भनेको जहिले पनि इट इज प्रिफर्ड आफ्टर 72 आवर अफ एक्युट प्याङ्क्रियाटाइटिस। सिटी छैन सर, सिटी स्क्यान नर्म, सिटी मात्रै लेखेको छ अप्सनमा। सिटी स्क्यान मात्र लेखेको छ भने पनि त्यो चाहिँ हामीले जनरली 72 आवर भन्दा अगाडि गरिन्न। 72 आवर भन्दा पछाडि गरेपछि हामीले प्याङ्क्रियाटाइटिस कम्प्लिकेसनहरू हेर्नलाई गर्ने हो। एमआरआईको खासै रोल छैन है। भएन। सर्जरी हामीले चाहिँ सकेसम्म यो प्याङ्क्रियाटाइटिसलाई मेडिकली म्यानेज गर्ने हो। त्यही अनुसार लाउनु पऱ्यो तपाईँले इआरसिपी, यदि गलस्टोन प्याङ्क्रियाटाइटिस भनेको छ भने। तर अब गलस्टोन प्याङ्क्रियाटाइटिस छैन भने चाहिँ अब विचार गर्नु पर्यो। गलस्टोन प्याङ्क्रियाटाइटिस छैन भने अरू अप्सनतिर जुन जानुपर्ने हुनसक्छ। क्वेसनमा चाहिँ खासमा पेसेन्ट नोन केस अफ क्रोनिक प्यानक्रियाटाइटिस, युएसजी सोज डाइलेसन अफ प्यानक्रियाटिक डक्ट भनेको छ। त्यो क्रोनिक प्याङ्क्रियाटाइटिसको र यसको अब अलिकति फरक हुन्छ। हेर्नु, क्रोनिक प्याङ्क्रियाटाइटिस अब जनरली क्रोनिक प्याङ्क्रियाटाइटिस जिबी गल स्टोनले भन्दा नि अरू क्लजहरूले गराउँछ कि। त्यसमा 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 आन्सर चाहिँ इआरसिपी दिएको छैन होला। एमआरआई दिएको छ। एमआरआई भन्दा नि एमआरसिपी अथवा इआरसिपीको भन्दा एमआरसीको चाहिँ बढी रोल हुनसक्छ त्यसमा। हजुर सर। है, किनभने क्रोनिक प्याङ्क्रियाटाइटिस भनेको गलस्टोन प्याङ्क्रियाटाइटिस अरूको जस्तै अल्कोहलिकले, अटो इम्युन डिसअर्डरहरूले होइन, यस्तो कजहरूले, अरू क्रोनिक डिजिजहरूले गराउने चाहिँ कन्डिसनलाई क्रोनिक प्याङ्क्रियाटाइटिस भन्ने हो है। त्यसमा गलस्टोनको त्यति धेरै रोल हुँदैन क्रोनिक प्याङ्क्रियाटाइटिसमा, जति एक्युटमा हुन्छ है। त्यही भएर इआरसिपी भनेको गलस्टोनलाई निकाल्ने मस्ट कमन ओभरअल 80-90 के अरे 67% चाहिँ गलस्टोन प्याङ्क्रियाटाइटिस हुन्छ होइन। अब कजलाई ट्रिट गर्ने हो हामीले यहाँ। हजुर, अरू केही छ? छैन सर, थ्याङ्क यू। प्याङ्क्रियाटाइटिसको पनि आउँछ तपाईँहरूको, पछि सर्जरीमा पनि आउँछ, यसको सिएसक्यूहरू पनि होला होइन। यो उहाँले जुन क्वेसन गर्नुभएको थियो नि, यो अब खास हाम्रो कन्ट्रोभर्सी क्वेसन नै हो। अब कति टाइम बाँकी छ? धेरै टाइम त बाँकी रहन्छ। अब हेलो हामी सर। 10 मिनट जति डिस्कस गरौँ बाँकी। हजुर, हेलो सर। हेलो, थोरै डिस्कस गरौँ त्यसलाई। हजुर हजुर। तर अघिको जुन त्यो क्वेसन जुन उहाँले त्यो एक्युट प्याङ्क्रियाटाइटिस र क्रोनिक प्याङ्क्रियाटाइटिसको जुन हाम्रो यो सिएसक्यू नै छ कि यो पहिलाको बुकहरूमा सिएसक्यूहरूको, त्यसमा सर दुईटा क्वेसनमा उहाँले भनेअनुसार नै कन्ट्रोभर्सी नै छ। एउटामा चाहिँ कुनै पल्मोनरी फङ्सन टेस्ट अनि कुनैमा चाहिँ टाइरोसिनिजिनिनवाला पनि अप्सन एउटा रहेछ। एउटा चाहिँ हजुरको म्यानेजमेन्टमा चाहिँ त्यो एनपिए फर 48 आवर्स र अनि एउटा लो फाइबर डाइटवाला पनि त्यो पनि कन्ट्रोभर्सी नै छ। कुनैमा कुनै सेटले चाहिँ एन्सर एनपिए फर 48। तपाईँको ठ्याक्कै यो क्वेसन बुकहरूको, क्वेसन ब्याङ्कहरूको म तपाईँलाई स्टोरी भनिदिन्छु। जस्तो तपाईँको मैले चाहिँ लोकसेवाहरूलाई पनि पढाउँछु, एमडिएमएसलाई पनि पढाउँछु। लोकसेवामा के हुन्छ भन्दा क्वेसन ब्याङ्क, क्वेसन चाहिँ सिट मान्छेले घरमा लैजान पाउँछ। त्यही भएर अप्सन राम्रोसँग थाहा हुन्छ, क्वेसन पनि राम्रोसँग थाहा हुन्छ।
एमडिएमएस पनि त्यस्तै हुन्छ, तर यतापट्टि के हुन्छ एमडिएमएस के अरे उसमा हाम्रो एमडिएमएस अनि यतापट्टि तपाईँको यो एनएलसिएलमा चाहिँ रिकलको आधारमा गर्ने हो है। रिकलको आधारमा कसरी गर्छन् भन्दाखेरि मैले पनि जमानामा मैले चाहिँ तपाईँहरूभन्दा 3-4 वर्ष अगाडि दिएँ होला एनएमसिएलई। त्यति बेला के गर्थेँ, त्यति बेला हाम्रो साथीहरूले मैले पनि बनाएको थिएँ त्यति बेला क्वेसन। त्यति बेला चाहिँ क्वेसन रिमाइन्ड गर्ने है, सम्झिने। कतिसम्म सम्झिन सक्छ मान्छे त्यति बेला स्ट्रेसमा भइरहेको हुन्छ ए, हदै सम्झिए 180मा तपाईँको 90वटा सम्झेला, त्यसपछि मान्छेले आफैले बनाउँछ क्वेसन, अप्सन पनि आफैले हाल्छ है। त्यही भएर त्यो रिकलमा आएको क्वेसनहरूमा कहिले काहीँ चाहिँ तपाईँले सेकेन्ड ओपिनियन पनि लिनुपर्ने हुन्छ। अब म्यानेजमेन्ट अफ एक्युट प्याङ्क्रियाटाइटिस इमिडिएट नेक्स्ट स्टेट अफ म्यानेजमेन्ट भनेको फ्लुइड रिससिटेसन हो है। भन्दाखेरि चाहिँ इआरसिपी भन्दा अगाडि चाहिँ फ्लुइड रिससिटेसन गर्ने हो, एनपिओ राख्ने हो सुरुमा, फ्लुइड रिससिटेसन गर्ने हो। अचेलको गाइडलाइन चाहिँ अझ एनपिओ नराख, अर्ली रिडिङ गर भन्छ होइन, त्यस्तो अनि कुराहरू सर छ फेरि अहिले। यसको सर्जिकल मोडालिटिजमा पनि कुनै कुनैमा अप्सनमा चाहिँ हजुर फ्रेज प्रोसिडर दिएको छ, कुनैमा चाहिँ विपल प्रोसिडर दिएको छ। कसको एन्सर ट्रस्ट गर्ने नगर्ने भन्ने कुरा हुन्छ के छ। त्यो त क्रोनिक प्याङ्क्रेटाइटिसमा गर्ने हो फ्रेज र विपल भनेको, एक्युटमा होइन अनि त्यही त सर है। क्वेसन क्रोनिक चाहिँ जहिले पनि प्याङ्क्रेटाइटिसमा क्रोनिक फ्रेज प्याङ्क्रेटाइटिसमै प्रोसिजर दुवै विपलहरू अप्सनमा चाहिँ गरिन्छ। कुनैमा फ्रेज अनि कुनैमा चाहिँ विपल नै हुन्छ क्रोनिकमै। एक्युटमा गरिन्न। क्रोनिक भनेको मोर अफ सर्ज हो, एक्युट भनेको मोर अफ है, एक्युट भनेको मोर अफ मेडिकल म्यानेजमेन्टबाट जान्छ, क्रोनिक चाहिँ मोर अफ सर्जनबाट जान्छ है। राम्रो तपाईँहरूले एकदम होइन क्वेसनहरू हेर्नु भएको छ। अब एक्युट प्याङ्क्रेटाइटिसको प्रिन्सिपल मोडालिटी भनेको फ्लुइड रिसर्च गर्ने, पेसेन्टको हेमोडाइनामिक प्यारामिटर मोनिटर गर्ने, त्यस गलस्टोन छ भने इआरसिपी गरेर निकाल्ने, 72 घन्टापछि सिटी स्क्यान गर्ने, कम्प्लिकेसनहरू आएको छ कि छैन हेर्ने, त्यसरी गरिन्छ है। क्रोनिकको आउँछ तपाईँको सर्जरीमा क्रोनिक प्याङ्क्रेटाइटिसको म्यानेजमेन्ट अलिकति सर्जरीतिर जान्छ। क्रोनिक प्याङ्क्रेटाइटिस भनेपछि होइन हामीले त्यहाँ चाहिँ अब इन्जाइमहरू रिप्लेस गर्ने हो, जस्ट मेडिकल म्यानेजमेन्ट भनेको। सर्जरीमा हामीले फ्रेज प्रोसिजर अरू धेरै प्रोसिजरहरू छ, त्यो पछि आउँछ है त। अब 2-3 मिनट क्लास आफै इन भएछ, यो टाइम ऊ भएर टाइमर सेट गरेर चाहिँ जस्तो लाग्यो है। अर्को इम्पोर्टेन्ट सिएससी आज हामीले आज पनि डिस्कस गर्छौँ, भोलि पनि डिस्कस गर्छौँ। आज हामीले भ्याइँदैन यो डिस्कस गरेर। त्यो टपिक चाहिँ मायोकार्डियल इन्फ्र्याक्सन। मायोकार्डियल इन्फ्र्याक्सन त एकदम धेरै, मैले जमानामा चाहिँ एनएमसिएले दिए बेला मायोकार्डियल इन्फ्र्याक्सन सोधेको थियो है। एमआईबाट 2टा क्वेसन, एउटा सिएसक्यूबाट आएको थियो, एउटा चाहिँ एमसिक्यूमा आएको थियो। सिएसक्यूमा चाहिँ के आएको थियो भन्दा एमआईको डायग्नोसिस गर्ने यस्तै यस्तै कुराहरू आएको थियो होइन, इन्भेस्टिगेसन के गर्ने भनेर। एमसिक्यूमा के भनेको थियो भन्दा मोस्ट कमन आर्टरी इन्भल्भ इन मायोकार्डियल इन्फ्र्याक्सन भनेर सोधेको थियो। के होला मोस्ट कमन आर्टरी मैले लेफ्ट दिँदाखेरि? एसेंडिंग कार्डियक, लेफ्ट भेरी एसेंडिंग, भेरी भेरी गुड है। लेफ्ट एसेन्डिङ, लेफ्ट एसेन्डिङ होइन, डिसेंडिंग, लेफ्ट डिसेंडिंग हार्ट, लेफ्ट कोरोनरी डिसेंडिंग एलएडी हो। हार्ट, एलएडी, एलइडी हो। एलइडीको फुल के हो? लेफ्ट एसेंडिंग आर्टरी, सॉरी, लेफ्ट एसेन्डिङ डिसेन्डिङ होइन, लेफ्ट एसेंडिंग आर्टरी हो, सॉरी, लेफ्ट कोरोनरी आर्टरीको मेन ब्रान्च, हजुर, त्यो ब्रान्चको नाम चाहिँ लेफ्ट एन्टेरियर डिसेंडिंग आर्टरी, डिसेन्डिङ आर्टरी, एलइडी आर्टरी, एक आर्टरी। इक्जाममा हाम्रो पालामा सोधेको आर्टरी तपाईँले भन्न खोजेको ठिक छ, तपाईँले बुझ्नु भएको छ, तर कहिले काहीँ ओडमा चाहिँ कन्फ्युजन हुनसक्छ, सामान्य हो। ए मायोकार्डियल इन्फ्र्याक्सन भने के हो? के होला मायोकार्डियल इन्फ्र्याक्सन भने? ischemia of the cardiac है tissue, हाम्रो मुटुमा हुन्छ कोरोनरी आर्टरी हुन्छ कि कोरोनरी कहिले काहीँ के हुन्छ प्लाकहरू जम्मा हुन्छ है। यो प्लाक चाहिँ सानो सानो प्लाक भयो भने हामीलाई खासै सिम्टम आउँदैन। यो लुमन एउटा भेसलको कोरोनरी आर्टरीको अराउन्ड 70% भन्दा कम तपाईँको लुमन अकुपाई गरिन्जेलसम्म हामीलाई कुनै सिम्टम आउँदैन है, छाती कुनै दुखाइ हुँदैन। जब लुमन चाहिँ 70% ब्लक हुन थाल्छ, लुमन चाहिँ कति भन्दाखेरि 70 अथवा 70 भन्दा बढी पर्सेन्ट एथेरोमेटले क्रोनिक एथेरोमेटस प्लाक यो तपाईँको लुमन ब्लक गर्न थाल्छ, 70% लुमन ब्लक गर्न थाल्छ, तब हामीलाई चाहिँ सिम्टमहरू देखिन थाल्छ। कस्तो सिम्टम देखिन्छ भन्दा एक्जर्सनल चेस्ट पेन देखिन्छ। त्यसलाई हामीले के भन्छौँ अरे?
70% भन्दा ब्लक बढी भयो भने हाम्रो छातीमा कहिलेकाहीँ एक्सर्साइज गर्दा हिँड्दा होइन अथवा उकालो चढ्दाखेरि छाती एन्जाइना दुख्छ, त्यसलाई हामीले के एन्जाइना भन्छौँ? एन्जाइना भेरी गुड, स्टेबल एन्जाइना भन्छौँ। है स्टेबल एन्जाइना भनेको चेस्ट पेन हो। है एन्जाइना चेस्ट पेन किन हुन्छ भन्दा मायोकार्डियममा ब्लड फ्लो कम भएर हुन्छ। ब्लड फ्लो किन हुन्छ भन्दा आइदर कोरोनरी आर्टरीको न्यारोइङ हुन्छ त कोरोनरी आर्टरीको स्पाजम हुन्छ। तर यहाँ चाहिँ मायोकार्डियल मसलहरूको नेक्रोसिस हुँदैन। मायोकार्डियलको मसलको नेक्रोसिस नभएपछि ब्लडमा ट्रोपोनिन आइ रिलिज हुने भएन। स्टेबल एन्जाइनामा के हुन्छ भन्दा 70 अथवा 70% भन्दा बढी कोरोनरी आर्टरीको ल्युमन अक्लुजन हुन्छ, भेसल अक्लुजन हुन्छ। यसको सिम्टम भनेको एक्जर्सनल चेस्ट पेन चेस्ट पेन। एक्जर्सनल चेस्ट पेन किन हुन्छ भन्दा कहाँ हुन्छ भन्दा ठ्याक्क छाती यो रेट्रोस्टेनल एरियामा, है स्टेर्नम पछाडि सेन्ट्रल डिस्ट्रिब्युसन जुन तपाईँको रेडिएट हुनसक्छ, है लेफ्ट हातोरमा रेडिएट हुनसक्छ। बिरामीलाई चाहिँ एक्जर्सनको बेला मायोकार्डियलको अक्सिजन डिमान्ड बढ्छ। मायोकार्डियलको अक्सिजन डिमान्ड चाहिँ बढेछ तर प्लागले अब चाहिँ रगत फ्लो हुन दिने भएन। सामान्य नर्मल रेस्ट्रिक्सनमा चाहिँ फ्लो भइरहेछ अलिकति बाँकी एरियाबाट 30% एरियाबाट। तर एक्सर्साइज गर्दाखेरि यो 70%ले कभर गरेको ठाउँबाट एडिक्वेट ब्लड फ्लो हुन सक्दैन। त्यसपछि बिरामीलाई छाती दुख्छ। तर यसमा चाहिँ के हुँदैन भन्दा ट्रोपोनिन पनि रेज हुँदैन। ट्रोपोनिन आइ के हुन्छ? नर्मल हुन्छ। इसिजी गर्नु हो भने इसिजी पनि धेरै जस्तो स्टेजमा नर्मल हुन्छ। यसलाई हामीले स्टेबल एन्जाइना भन्छौँ। अर्को के हुन्छ स्टेबल पछि? अनस्टेबल एन्जाइना अनस्टेबल एन्जाइना। नामै छ अनस्टेबल। के को स्टेबल, केसको स्टेबिलिटीको कुरा गरे होला यहाँ? एथेरोस्क्लेरोसिस है प्लाक प्लाक। है भेरी गुड। है एथेरोस्क्लेरोटिक प्लाकको कुरा गरे होला। हाम्रो कोरोनरी आर्टरीको भित्तामा चाहिँ लिपिडहरूको चाहिँ प्लाक बन्छ। लिपिडहरूको प्लाक बन्छ। यो प्लाक 70% भन्दा कम भइन्जेलसम्म हामीलाई सिम्टम आउँदैन। 70% भन्दा बढी भएपछि सिम्टम आउँछ। 70% भन्दा बढी हुँदा कहिलेकाहीँ चाहिँ यो प्लाकमा सामान्य थ्रोम्बोसिस हुने, रप्चर हुने हुनसक्छ। तर अलिअलि ब्लड सप्लाई चाहिँ प्रिजर्भ भइरहेको हुन्छ। यस्तो कन्डिसनमा के हुन्छ भन्दा बिरामीलाई रेस्टमा बस्दाखेरि बसिरहँदाखेरि पनि छाती दुख्छ रेट्रोस्टेर्नल एरियामा। त्यसलाई हामीले अनस्टेबल एन्जाइना भन्छौँ। भनेको अनस्टेबल एन्जाइनामा चेस्ट पेन कति बेला हुन्छ भन्दा रेस्टमा हुन्छ। रेस्टमा चेस्ट पेन हुन्छ। ब्लकेज पनि अराउन्ड मोर देन 70% ब्लकेज हुन्छ। त्यहाँ चाहिँ सुपर इम्पोज थ्रोम्बोसिसहरू भइरहेको हुन्छ। तर यसमा के हुँदैन भन्दा मायोकार्डियलको नेक्रोसिस हुँदैन। मायोकार्डियलको नेक्रोसिस नभएपछि ट्रोपोनिन आइ रेज हुने भएन। है विदाउट रेज कार्डियक बायोमार्कर भनेको ट्रोपोनिनको लेभल रगतमा बराबर नर्मल हुन्छ। इसिजी चेन्जेसहरू हुन्छ त यसमा अनस्टेबल एन्जाइनामा। होइन ट्रोपोनिन हुन्छ। कहिलेकाहीँ अनस्टेबल एन्जाइनामा तपाईँले इसिजी चेन्ज देख्न सक्नुहुन्छ। सधैँ देखिन्न, कहिलेकाहीँ देख्न सक्नुहुन्छ। है प्लस माइनस देख्न सकिन्छ। त्यसमा कहिलेकाहीँ टी वेभ इन्भर्जन, इस्चेमिक चेन्जेसहरू देख्न सकिन्छ। टी वेभ इन्भर्जनहरू देख्न सकिन्छ। इस्चिमियाको फिचरहरू देख्न सकिन्छ। त्यसलाई हामीले अनस्टेबल एन्जाइना भन्ने। प्लेक अनस्टेबल छ, रेस्टमा पनि छाती दुखेको छ। किन दुखेको छ भन्दा प्लेकमा चाहिँ प्लेक रप्चर भएर अलिअलि थ्रोम्बोसिस भयो तर ब्लड सप्लाई अहिले मेन्टेन गरिरहेछ। है थ्रोम्बोसिस विथ इन्कम्प्लिट कोरोनरी आर्टरी अक्लुजन भयो। है थ्रोम्बोसिस विथ इन्कम्प्लिट कोरोनरी आर्टरी अक्लुजन। स्टेबल एन्जाइनामा कोरोनरी आर्टरी अक्लुजन मात्र भएको थियो भने यसमा चाहिँ थ्रोम्बोसिस भयो। प्लेकमा चाहिँ सानो त्यसपछि त्यहाँ प्लेटलेटहरू आएर थ्रोम्बस बनाए। है त्यसलाई हामीले अनस्टेबल एन्जाइना भन्यौँ। र अर्को लास्ट एन्जाइना भने के होला? अर्को एन्जाइना पीबाट आउँछ। भीबाट आउँछ। प्रिन्जिमेन्टल भासो भेरी प्रिन्जमेटल। भेरी गुड। भासो स्पास्टिक अथवा प्रिन्स मेट अथवा यसलाई भ्यारिएन्ट पनि भन्छ। भासो स्पास्टिक प्रिन्जमेटल अथवा भ्यारिएन्ट। कुनै कुनै मान्छेमा हजुर कुनै कुनै मान्छेमा के हुन्छ भन्दा यो मुटु भयो, कोरोनरी आर्टरी भयो,
यहाँ कुनै खालको प्लाग चाहिँ हुँदैन, प्लाग चाहिँ हुँदैन, थ्रोम्बोसिस पनि हुने भएन प्लाग नभएपछि। तर रेस्टमा कहिलेकाहीँ यो आर्ट्रीहरू स्पाजममा जान्छ, आर्ट्रीहरू खुम्चिन्छ, सानो हुन्छ आर्ट्रीहरू। सानो भएपछि पेसेन्टलाई चेस्ट पेन हुन्छ, रेस्टमै चेस्ट पेन हुन्छ। केले गर्दा स्पाजममा जान्छ? कर्स एट भन्नु त, यी दुइटा कजहरू। कर्स एट रेस्ट, सेकेन्डरी अर्ली मर्निङमा हुन्छ। अर्ली, भेरी गुड, अर्ली मर्निङमा हुन्छ। केले गर्दा प्रिडिस्पोज गर्छ? कस्तो मान्छेलाई हुन्छ? कोरोनरी आर्टरी स्पाजम। जो रेस्टमा राइट मान्छेले भएको डोमिनेन्ट, हुन्छ। जो मान्छेले राइट चुरोट डोमिनेन्ट खान्छ, हार्ट। जो मान्छेले चुरोट खान्छ, जो मान्छेले सुर्ती खान्छ, कोकेन खान्छ, कोकेनको त एकदम इम्पोर्टेन्ट छ इक्जाममा। कोकेनको बारेमा धेरै सोध्छ, के गर्छ कोकेनले अरू अरू ठाउँमा भनेर सोध्छ इक्जाममा। नाकमा के गर्छ? सेप्टल पर्फोरेसन गराउँछ होइन। कोकेनले चाहिँ अब यहाँ चाहिँ प्रिजमेन्टल एन्जाइना गराउँछ। यसको कोकेनको बारेमा तपाईँको पछि ड्रग उता साइकेट्रीमा पढाइ होला। अर्को अल्कोहलिकमा चाहिँ हुनसक्छ, एयरगट कम्पाउन्डहरू खाइरहेकोमा प्रिजमेन्टल एन्जाइना हुनसक्छ। प्रिजमेन्टल एन्जाइना भनेको पनि कस्तो भन्दा यो चाहिँ एन्जाइना इन्फ्राक्सन होइन है, यसमा चाहिँ नेक्रोसिस चाहिँ हुँदैन। नेक्रोसिस नभएपछि प्रोपोनिन आई चाहिँ रेज हुने भएन। प्रोपोनिन आई भनेको मायोकार्डियल सेलभित्र हुने प्रोटिन हो। त्यो प्रोटिन चाहिँ नेक्रोसिस भएपछि बाहिर निक्लिन्छ। तर भेरिएन्ट एन्जाइनामा यो चाहिँ बाहिर निक्लिँदैन। ट्रोपोनिन आई चाहिँ इट इज नट रेज। कहिलेकाहीँ तिनीहरूको इसिजी गर्नु हो भने कहिलेकाहीँ चाहिँ चेन्जेसहरू देखिन्छ, सधैँ देखिन्छ भन्ने छैन। कहिलेकाहीँ प्लस माइनस एसटी सेगमेन्ट इलिभेसन देख्न सक्नुहुन्छ। यस्तो पेसेन्टलाई हामीले एक्युट एपिसोडमा कसरी म्यानेज गर्ने? नाइट्रो। यसको है, यस्तो भेरी गुड है। यस्तो पेसेन्टलाई हामीले एक्युट एपिसोडमा हामीले सबलिङ्गुअल नाइट्रोग्लाइसरिन दिने, जसले भेसललाई चाहिँ स्पाजम भएको भेसललाई खुलाउँछ है। सबलिङ्गुअल नाइट्रोग्लाइसरिन दिने हो। ए लङ टर्म ट्रिटमेन्ट अफ इक्जाममा सोध्छ, ए लङ टर्म ट्रिटमेन्ट अफ प्लास्टिकस अफ प्रिजमेटल अथवा भेरिएन्ट एन्जाइना भनेर सोध्छ क्याल्सियम च्यानल ब्लकर। है। क्याल्सियम च्यानल ब्लकर जस्तो डिल्टियाजिम, भेरापामिल हामीले दिन सकिन्छ। क्याल्सियम च्यानल ब्लकर है। हामीले के पढ्यौँ यहाँ? स्टेबल एन्जाइना पढ्यौँ, अनस्टेबल एन्जाइना पढ्यौँ, भासोस्पेटिक एन्जाइना पढ्यौँ। ल आजको लास्ट सानो पोर्सन भनेको लास्टमा आउँछ हिरो है। अब टपिकमा हिरो, तर रोगमा चाहिँ भिलेन। तर यसमा यसको एउटा नाम चाहिँ इम्पोर्टेन्ट पोइन्ट, त्यो बिटा ब्लकर्स चाहिँ दिनु हुँदैन, त्यो एड गर्न मिल्छ। बिटा ब्लकर जनरली हामीले यसमा दिइँदैन। बिटा ब्लकर, बिटा ब्लकर भनेको तपाईँको एमआईमा पनि सकेसम्म हार्ट फेलरहरूमा चाहिँ छ भने हामीले बिटा ब्लकर दिनुहुन्न। अब सामान्य स्टेबल अनस्टेबल एन्जाइनाहरू कहिलेकाहीँ प्लाग प्लाग छ, यो प्लागमा थ्रोम्बोसिस भयो भने यसले कम्प्लिट अक्लुजन गरायो भने, कम्प्लिट अक्लुजन गरायो भने के हुन्छ? मायोकार्डियल सेलको नेक्रोसिस हुन्छ। नेक्रोसिस भएपछि यहाँभित्रका मायोकार्डियल सेलभित्रका ट्रोपोनिन प्रोटिनहरू, ट्रोपोनिन आई, ट्रोपोनिन सी, ट्रोपोनिन स्केलेटल मसलमा, कार्डियक मसलमा पनि ट्रोपोनिन प्रोटिनहरू हुन्छ। यो ट्रोपोनिन प्रोटिनहरू रगतमा रिलिज हुन्छ। रगतमा रिलिज भयो भने त्यसलाई चाहिँ हामीले है मायोकार्डियल इन्फ्राक्सन भन्ने। मायोकार्डियल इन्फ्राक्सन हुनै पर्ने कुरा भनेको छाती दुख्ने, इसिजी चेन्ज आउने र रगतमा ट्रोपोनिन देखिने। यो तिनवटा इसेन्सियल फ्याक्टर हो मायोकार्डियल इन्फ्राक्सनको। मायोकार्डियल इन्फ्राक्सन भनेको के हो है? मायोकार्डियल इस्चेमिया भयो। इस्चेमिया त अनस्टेबल एन्जाइना र स्टेबल एन्जाइना पनि भएको छ है। यो भासो स्पास्टिक एन्जाइना पनि भएको छ। तर यसमा के हुन्छ भन्दा मायोकार्डियल इन्जुरी भएपछि रगतमा ट्रोपोनिन आईहरू रिलिज हुन्छ। ट्रोपोनिन आई, ट्रोपोनिन टी, अरू अरू कुराहरू रिलिज हुन्छ। त्यसले गर्दाखेरि चाहिँ इसिजी चेन्जेसहरू आउँछ र रगतमा बायोमार्करहरू बढ्छ। एबनर्मल कार्डियक बायोमा इन्क्रिज इन ब्लड, यसलाई हामीले भन्छौँ। मायोकार्डियल इन्फेक्सन लेखेछु, मायोकार्डियल इन्फेक्सन फेरि अर्कैतिर गयो। मायोकार्डियममा इन्फेक्सन गराउने मोस्ट कमन भाइरस के होला?
Strep, staph, rheumatic fever. Viridins. पछि हामीले होइन डिसिएम डाइलेटेड मायोकार्डियोपाइटिस हाइपरट्रोफिक र रेस्ट्रिक्टिभ पनि पढ्छौँ। त्यति बेला हामीले पढ्छौँ है भाइरसमा कक्सेकी भाइरसको कुराहरू पढ्छौँ। त्यो पछि आउँछ। आजलाई यति गरौँ त, भोलि कन्टिन्यू गरौँला। पर भोलिको अरू टपिकहरू के छ यो बाहेक? भोलिको ल आज हामीले चाहिँ मायाका यहीँ छ इन्फेक्सन पढ्ने तपाईँहरूले रियुमा रियुमेटिक फिभर एक्युट रियुमेटिक फिभर पढ्ने है। अनि भ्याइयो भने हामीले चाहिँ पछि हाइपर क्यालेमिया पनि पढ्ने हुन्छ। हस् सर, थ्याङ्क यू। ल सबैले यसो भ्याउनु भयो भने हेरेर आउनु होला है त। आजको लागि क्लासलाई म यति नै Yes. मा इन्ड गर्न चाहन्छु। Thank you, sir. पिडिएफ पठाइदिनु। ल ल।